सम्पूर्ण साथीहरूमा नमस्कार। यहाँहरू सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्दछौँ। आजको यो अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्सको हामी सेट 59 चाहिँ रहेर चाहिँ आज फिडब्याक सेसनमा तपाईँहरूमा जोडिरहेका छौँ। यहाँहरू सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्दछौँ। साथीहरू, हामी नियमित जस्तो बेलुका ठिक 6:30 बजे यहाँहरूमा चाहिँ शिक्षक लाइसेन्सको यो फिडब्याक सेसन चाहिँ लिएर चाहिँ तपाईँहरूमा चाहिँ जोडिरहेका छौँ। र बेलुका ठिक 9 बजे हाम्रो गुरुमन्त्र एकाडेमीकै फेसबुक पेजबाट चाहिँ तपाईँहरूलाई सम्पूर्ण दैनिक साथीहरूमा रूपमा नमस्कार। एउटा एउटा सेट गरेर चाहिँ हामीले इक्जाम पनि तपाईँहरूको चाहिँ लिइरहेका छौँ। र धेरैजना साथीहरूको चाहिँ इक्जाममा चाहिँ सहभागिता पनि देखिरहेको छ र धेरैजना साथीहरूको नतिजा पनि क्रमशः सुधार हुँदै चाहिँ गइरहेको छ। मैले साथीहरूलाई यो चाहिँ जानकारी गराएँ। र अब हामी ढिलो नगरिकन यो फिडब्याक सेसनलाई चाहिँ अगाडि बढाउँछौँ। र यहाँहरू सबैजना साथीहरू जोडिनु भएको छ। यो सुरु गर्नुभन्दा अगाडि चाहिँ कृपया सबैजना साथीहरू, हामी लगभग अहिले 400 भन्दा माथिको सङ्ख्यामा चाहिँ हेरिरहेका छौँ फेसबुक पेजबाट चाहिँ। तपाईँहरू सबैजना साथीहरूले कृपया यो लाइभलाई चाहिँ सेयर गरेर अन्य साथीहरूमा, त्यसै गरेर आफ्नो वालहरूमा चाहिँ सेयर गरिदिनु हुन चाहिँ यहाँहरू सबैजना साथीहरूलाई चाहिँ अनुरोध गर्दछौँ। तपाईँहरूको एकवटा दुईवटा सेयरले नै हाम्रो मनोबल बढाउने भए भएर चाहिँ यहाँहरू सबैजना साथीहरूको हेर्नको लागि लगभग हामी 900 1000जनाको साथीहरू चाहिँ हेरिराखेका हुन्छौँ, तर सेयर गर्दाखेरि 100 150 पनि पुगिरहेको चाहिँ हुँदैन। त्यही भएर चाहिँ यहाँहरू सबैजना साथीहरूले कृपया सबैले सुरु गरौँ। अहिले हामी ठ्याक्कै 100 चाहिँ कम्तीमा 100जनाको चाहिँ सेयर पुगेपछि हामी स्टार्ट गर्छौँ। तपाईँहरू सबैजना साथीहरूले यो सुरु गर्नुभन्दा अगाडि चाहिँ सबैले चाहिँ सेयर गरिदिनु होला साथी हो। हामी ठ्याक्कै 100वटा सेयर पुगेपछि हामी आजको यो सेसनलाई चाहिँ अगाडि बढाइहाल्छौँ। यहाँहरू सबैजनाको चाहिँ हामी धेरै साथीहरूले हेरिराखेका छौँ। तपाईँले बढीभन्दा बढी जति सक्नुहुन्छ त्यति चाहिँ सेयर गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौँ। सबैले सेयर गरिदिनु होला। अन्य साथीहरूमा पनि यो लाइभ चाहिँ पुग्छ र धेरै साथीहरू हामीहरू जोडिएर चाहिँ यसरी फिडब्याक लिँदाखेरि तपाईँहरूलाई पनि धेरै चाहिँ राम्रो र त्यसै गरी हामीलाई पनि हौसला मिल्ने भए भएर यहाँहरू सबैजना साथीहरूले चाहिँ जति सक्नुहुन्छ त्यति चाहिँ सेयर गरिदिनु होला है। मैले साथीहरूलाई यति अनुरोध गर्दै अब हामी आजको यो नियमित सेसनलाई अगाडि बढाउँछौँ र यसको लागि आदरणीय गुरु ईश्वरी प्रसाद पाण्डे सर जोइन भइसक्नु भएको छ। उहाँलाई स्वागत गर्दै यो सेसनलाई चाहिँ अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु। सर नमस्कार हजुर। नमस्ते सर, नमस्ते ए सर। ओके सर, सुरु गरिदिनु होला। सम्पूर्ण साथीहरूमा नमस्ते। के छ साथीहरू हालखबर? के छ साथीहरू हालखबर? ल लेख्नुहोस् त। ठिकठाक छ? ठिकठाक छ साथीहरू? परीक्षा दिइरहनु भएको छ, नतिजा आइरहेको छ, फिडब्याक आइरहेको छ। हेर्नुहोस् त, निशुल्क रूपमा यो सुविधा पाइरहनु भएको छ साथीहरू। भरपुर प्रयोग गर्नुहोस् है। यो सुविधालाई भरपुर प्रयोग गर्नु होला है। सबै साथीहरूले यो सुविधालाई एकदमै प्रयोग गर्नु होला साथीहरू। यो तपाईँले यसलाई सामान्य कुरा लिँदै नलिनुहोस् र सबै साथीहरूले यो हाम्रो फिडब्याक हेरेर धेरैभन्दा धेरै साथीहरू चाहिँ प्रभावित हुनुभएको छ होइन। धेरैभन्दा धेरै साथीहरू चाहिँ रुचाउनु भएको छ, लाइभ आउनुहुन्छ, हेर्नुहुन्छ होइन। तर चाहिँ तपाईँले अलिकति सेयरमा चाहिँ अलिकति कन्जुसाइ गर्नुभएको छ साथीहरू। सबै साथीहरूले चाहिँ अघि सरले भने जस्तै हामी कम्तीमा 100 सेयर त पुऱ्याउनु पऱ्यो नि। हामी यहाँ 500 600जना साथीहरू हुँदा साथीहरू होइन, एक एक सेयर भयो भने कम्तीमा 500 सेयर पुग्छ। हेर्नुहोस् त। अनि हजुरहरूले आफ्नो वालमा सेयर गर्न पनि तपाईँ आनाकानी गर्दै हुनुहुन्छ साथीहरू। यो भएन है। तपाईँले सेयर गर्नुभयो भने यो भिडियो तपाईँको वालमा सधैँभरि रहिरहन्छ है त। त्यो कारणले गर्दा पनि तपाईँले सेयर गर्नुहोस्। सबै साथीहरूले चाहिँ आफ्नो वालमा सेयर गर्नुहोस् त। सेयर नगरेसम्म म चाहिँ सुरु गर्दैन है साथीहरू आज। अब हजुरले सरले सुरु नगरे हुन्छ भन्ने जस्तो सोच्नुहुन्छ भने सेयर नगर्नुहोस्, होइन भने सेयर गर्नुहोस्। अनि को साथीले सेयर गरेँ, मैले सेयर गरेँ, मैले यति सेयर गरेँ भनेर लेख्नु पनि लेख्नुहोस्। सेयरिङ चाहिँ पुगेन, मैले 100 नभएसम्म म चाहिँ सुरु गर्दिनँ साथीहरू। 100 नभएसम्म म सुरु गर्दिनँ है साथीहरू। ल भन्नुहोस्। र सबै साथीहरूले एक एक त गरौँ न, कम्तीमा एउटा एउटा सेयर त गरौँ न साथीहरू। कम्तीमा एउटा एउटा सेयर त गरौँ न साथीहरू। ल, जति धेरै साथीहरू उपस्थित हुनुभयो त्यति धेरै हामी फिडब्याक दिन्छौँ, त्यति धेरै यो क्लास रेगुलर हुन्छ साथीहरू है। यो लाइसेन्सको मात्र होइन, विद्यालय निरीक्षकको होइन, यसै गरी शिक्षक सेवाका सबै प्रथम द्वितीय पेपरका सबैको पनि लाइभ हुन्छ। त्यो भएर तपाईँले यो सेयर गर्नलाई, पेज फलो गर्नलाई साथीहरूले चाहिँ आनाकानी गर्न भएन, कन्जुसाइ गर्न भएन। सबै साथीहरूले चाहिँ यसलाई चाहिँ एकदम एकदम आत्मसात गरेर सेयर गर्नु त सबै साथीहरूले।
ल त्यसपछि मात्रै सुरु गर्ने। 100 सेयर भएपछि सुरु गर्ने भनेको छु मैले। 100 नपुगेसम्म म चाहिँ सुरु गर्दिनँ साथीहरू, मैले भनिसकेको छु। ल ओके ओके साथीहरू, हाम्रो क्राइटेरिया अहिले पुगिसकेको छ। अब हामी यहाँ सुरु गर्छौँ। ल हेर्नुहोस्, अब सबै साथीहरू यता ध्यान दिनु होला। आजको क्लासबाट थुप्रै साथीहरू प्रभावित हुनुहुनेछ, थुप्रै साथीहरूलाई फाइदा मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। अब यता सुरु गरौँ साथीहरू। हेर्नुहोस्, नेपालको संविधानमा कति भाग, कति धारा र कति अनुसूची छन् भनेर सोध्यो। अब यो प्रश्न सोद्धा बित्तिकै तपाईँले नेपालको संविधान भन्ने त तपाईँको टपिकमा त छ, फर्स्ट लेसनमै छ होइन। नेपालको संविधान, नेपालको संविधान तपाईँहरूले जान्नुपर्छ। नेपालको संविधान जान्दै गर्दा नेपालको संविधान 2072 सालमा पारित भएको थियो नि साथीहरू, 2072 सालमा जारी भएको थियो नि नेपालको संविधान हो। त्यो संविधानको नाम, वास्तविक नाम के हो भन्यो भने नेपालको संविधान। हामी नेपालको संविधान 2072 भन्छौँ, त्यो होइन। नेपालको संविधानको जुन 2072 को वास्तविक नाम के हो त भनेर सोध्यो भने वास्तविक नाम नै के हो त, नेपालको संविधान हो। यो कुरा बुझ्नु होला पहिला। त्यसपछि नेपालको संविधान, संविधान सभाबाट विधेयक पारित कहिले भयो, विधेयक पारित कहिले भएको थियो, संविधान सभाबाट विधेयक पारित कहिले भयो भन्छ है त। विधेयक पारित कहिले भयो भनेर सोध्छ। ल हेर्नुहोस्, विधेयक पारित कहिले भयो भनेर सोध्छ। यो त 2072 सालमा बनेको संविधान हो, तपाईँलाई थाहा छ। यो पारितमा पात सम्झिने, पात पात हेर्नुहोस् त, पात पात पातबाट पाती गराउने, पातबाट पाती गराउने साथीहरू, कुरा बुझ्नुभयो। विधेयकले के गर्यो, विधेयकले के गर्यो, पातबाट पाती गराइदियो। पाती भनेको 5 महिना 30 गते, कुरा बुझ्नुभयो। पाती भनेको 5 महिना 30 गते। साथीहरूले यसरी बुझ्नु होला। 5 महिना 30 गते 2072 साल 5 को महिना 30 गते यसको विधेयक पारित भएको थियो। यो संविधान जारी कहिले भयो भनेर अर्को प्रश्न सोध्छ। जारी कहिले भयो त भन्दा 2072 साल 6 को महिना कति गते हो साथीहरूलाई भन्नुहोस् त, कति गते होला भन्नुहोस्। असोजको कति गते साथीहरू लेख्नुहोस् त, ल कमेन्ट गर्नुहोस् त साथीहरू। ल कहिले जारी भएको थियो नेपालको संविधान, ल लेख्नुहोस्, लेख्नुहोस् साथीहरू, कहिले हो लेख्नुहोस् त। कतिको सम्झिनु भएको छ साथीहरू, ल लेख्नुहोस् त साथीहरू, कहिले जारी भयो ल भन्नुहोस् त साथीहरू। खै खै कमेन्ट गरेको खै साथीहरू, कमेन्ट गरेको खै खै साथीहरू, ल भन्नुहोस्, लेखेको खै। कहिले जारी भएको ल भन्नुहोस्। 6 को महिना 3 गते है त, 6 को महिना 3 गते, 6 को महिना 3 गते। कसरी सम्झिने भन्दा 2072 सालमा भूकम्प आएको थियो साथीहरू। 2072 सालमा भूकम्प आएर के गरेको थियो, ठुलो क्षति गरेको थियो, क्षति गरेको थियो। त्यो भएर पाती अनि क्षति, पाती अनि क्षति, क्षति भनेर यसरी सम्झिन्छौँ। क्षति भनेको 6 महिना 3 गते भूकम्पले, यो 2072 सालमा आएको भूकम्पले के गरेको थियो, क्षति गरेको थियो। हामीले यसरी लिङ्क गरेर पढ्छौँ, यसलाई 6 महिना 3 भनेर यसरी पढ्छौँ। नेपालको संविधान 2 पटक संशोधन भएको छ अहिलेसम्म। नेपालको संविधान हालसम्म 2 पटक के भएको छ साथीहरू, के भएको छ भन्नुहोस् त, संशोधन भएको छ। पहिलो संशोधन कहिले भयो भन्छ, पहिलो भनेको साथीहरू कहिले भएको थियो, 72 सालमै भएको थियो। 2072 साल 11 महिना 16 गते, फागुनको 16 गते है त। फाँसो, फाँसो लागेको थियो, फाँसो, पासो होइन फाँसो है त। यो संविधानले कानुन नमान्नेहरूलाई पासो लगाए जस्तै फाँसो लागेको थियो भनेर सम्झिने, कुरा बुझ्नुभयो। यो संविधानले जसले कानुन मान्दैन त्यसलाई के लाग्यो त, फाँसो लाउने, फाँसो लाउने भनेर सम्झिने, फाँसो हो यो फाँसो। फाँसो भनेको फागुनको 16 गते भनेर याद गर्नु होला। त्यसै गरी दोस्रो संविधान के हो त ल भन्नुहोस् त, दोस्रो संविधान के हो भन्नुहोस्, दोस्रो संविधान के हो, दोस्रो संविधानको संशोधन, सरी दोस्रो संविधानको संशोधन कहिले भयो ल भन्नुहोस् त। संविधानको दोस्रो संशोधन कहिले भयो ल लेख्नुहोस्, संविधानको दोस्रो संशोधन लेख्नुहोस् त साथीहरू। संविधानको दोस्रो संशोधन लेख्नु होला साथीहरूले। संविधानको दोस्रो संशोधन 2077 सालमा भएको थियो, 3 को महिना 4 गते, असारको 4 गते भएको थियो साथीहरू। असारको 4 गते है, असारको 4 गते भएको थियो। 77 साल असारको 4 गते। अचार भनेर सम्झिने, यसलाई अचार भनेर सम्झिने। अब तपाईँले सम्झिनका लागि सोफामा बसेर साथ
अचार खाइयो भनेर सम्झिने है। सोफामा बसेर साथ अचार खाइयो भनेर सम्झिने। संशोधन सम्झिँदाखेरि यो मैले भने संशोधन सम्झिन पर्यो भने के भनेर सम्झिने साथीहरू? सोफामा सोफामा बसेर बसेर साथ 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 भनेको साथकै सँगसँगै भनेको अचार खाइयो सोफामा बसेर। सोबाट सोह्र, फाबाट फागुन, यो पहिलो संशोधन यसरी सम्झिने। अनि साथ साथ भनेको सँगसँगै भनेको अर्थ हो त्यो भनेको 77 2077। अबाट असार, चारबाट चार, यसरी याद गर्नुहोला। तपाईँहरूलाई यो कन्ठै हुन्छ। 2077 साल असारको 4 भनेर यसरी याद गर्नुहोला साथीहरू। तपाईँहरूलाई के हुन्छ? यो कन्ठै हुन्छ। 77 साल असारको 4 गते यसको दोस्रो संशोधन भएको हो। ठिक छ। अब यसमा कतिवटा मौलिक हक छन् भन्छ? कतिवटा मौलिक हक छन् भन्छ? ल भन्नुहोस्, मौलिक हक। मौलिक हकहरू कतिवटा छन्? मौलिक हकहरू कतिवटा छन् साथीहरू? 31 वटा मौलिक हकहरू छन्। त्यसमध्ये शिक्षा सम्बन्धी हक पनि कतिमा छ? धारा 31 मै छ भनेर याद गर्नु होला। यो हामीले संविधानमा शिक्षा सम्बन्धी हक अत्यन्तै इम्पोर्टेन्ट छ। साथीहरूले जान्नु होला, यो जान्नुपर्छ। 31 वटा मौलिक हक छन्। त्यसमध्ये 16 देखि 46 सम्म छन् साथीहरू। 16 देखि, धारा 16 देखि सस्यो ससन्या अयानी छुस दासु ससो भन्ने हामीले पढिसकेका छौँ हैन? हो, यो धारा 16 देखि 46 सम्म छन् साथीहरू। कुरा बुझ्नुभयो नि? सस्यो ससन्या अयानी छुस धासु गोसस्सो है त, सिबारो श्रमस्वा है। ठिक छ। खाम बाध है। अनि जेसासा उदेशम भनेर हामी कतिवटा मौलिक हक भन्नुहोस् त? 31 वटा मौलिक हक हामी कन्ठै पारेका छौँ क्लासमा साथीहरू। तपाईँलाई थाहा छँदैछ, यसको बारेमा हामी कन्ठै पारेका छौँ। धासु गोसस्सो सिबारो श्रमस्वा भनेर हामी डट 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 गर्दै 31 सम्म भ्यायौँ भने मौलिक हक 31 वटा छन्। नेपालको मौलिक हकमा शिक्षा सम्बन्धी व्यवस्था कतिमा छ भनेर सोध्छ। त्यति बेला हजुरले कतिमा छ भन्नु होला? शिक्षा सम्बन्धी हक धारा 31 मा छ भन्नु होला है त। शिक्षा सम्बन्धी हक धारा 31 मा छ भन्नु होला। अब अगाडि जाउँ, अगाडि बढौँ है। अब हामी 2 नम्बरमा जान्छौँ। ल हेर्नुहोस्, 2 नम्बरमा के छ? 2 नम्बर प्रश्न हेर्नु होला। शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्त हुनका लागि चाहिने योग्यता तलका मध्ये कुन हो? सबै साथीहरूले कमेन्ट गरौँ त। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। पहिलो नम्बरमा सबै साथीहरूले कमेन्ट गर्नुहोस्। पहिलो नम्बरमा सबै साथीहरूले चाहिँ कमेन्ट चाहिँ गर्नुहोस्। ल त्यसपछि अरू कुरा हुन्छ। पहिला कमेन्ट गर्नुहोस्। नेपालको नागरिक, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक, नियुक्त हुनुभन्दा कम्तीमा 2 वर्ष अगाडिदेखि राजनीतिक दलको सदस्य नरहेको, 40 वर्ष उमेर पुरा भएको भनेछ। कुन होइन भनेको छ? प्रश्नले यसरी झुक्क्याउँछ तपाईँहरूलाई। प्रश्नले यसरी झुक्क्याउँछ साथीहरू। यहाँ हेर्नुहोस् त, कुन होइन भनेको छ। तपाईँहरू नझुक्किनु होला। प्रश्नले यसरी झुक्क्याउँछ, तपाईँहरू नझुक्किनु होला साथीहरू। कुन होइन? ल भन्नुहोस् त, कुन होइन? ल कुन होइन होला? ल लेख्नुहोस्। बिएड कम्प्लिट गरेपछि पाइन्छ दिलीप सर? पाइन्छ है त, प्रासको दिन पाइन्छ। ल शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त हुनका लागि चाहिने योग्यता भनेको छ। त्योभन्दा पहिला के बुझ्नु पर्यो भन्दा साथीहरू, शिक्षक सेवा आयोगको है सदस्यको नियुक्ति हुनका लागि चाहिने योग्यता केमा छ, केमा व्यवस्था गरेको छ भनेर सोध्न सक्छ कहिलेकाहीँ। यो भनेको शिक्षा ऐन 2028 को दफा 11 को ग मा छ। यो व्यवस्था केमा छ भन्छ? योग्यता, यो व्यवस्था, यो भनेको आयोगको सदस्यको पदमा नियुक्ति हुनका लागि चाहिने योग्यता सम्बन्धी व्यवस्था कतिमा छ भन्छ? यो सम्बन्धी व्यवस्था कतिमा छ ल भन्नुहोस् त? शिक्षा ऐनको दफा 11 को ग मा है। शिक्षा ऐन 2028 को दफा 11 को कतिमा छ साथीहरू? 11 को कतिमा छ ल भन्नुहोस्? ग मा छ है। 11 को ग मा छ यो व्यवस्था। अब यो व्यवस्था अनुसार साथीहरू, यो व्यवस्था अनुसार कुन होइन त? यो व्यवस्था अनुसार शिक्षक सेवा आयोगका
सदस्यहरूको पदमा नियुक्ति हुनका लागि चाहिने योग्यता कुन कुन हो कुन कुन होइन अब हामी हेर्छौँ। यहाँ हेर्नुहोस् त, नेपाली नागरिक हुनपर्छ भनेको छ कि छैन? हो, नेपाली नागरिक चाहिन्छ, नेपाली नागरिक हुनै पर्छ, यो ठिक छ, नेपाली नागरिक हुनपर्छ साथीहरू। अनि नियुक्त नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक भन्यो। स्नातक हो र? स्नातक हो र साथीहरू? भन्नुहोस् त, स्नातक हो कि होइन? सदस्य पद हुनका लागि स्नातक हो र होइन नि? स्नातकोत्तर हो, डिग्री पास गर्न पर्छ। त्यो भएर यो स्नातक होइन, यो स्नातकोत्तर भनेर साथीहरूले सम्झिनु होला। यही यसको करेक्ट आन्सर भयो। अरू के हुन् त? के हुन् त अरू भन्दा, नियुक्त हुनभन्दा कम्तीमा 2 वर्ष अगाडिदेखि राजनीतिक दलको सदस्य नरहेको ठिक छ। यो पनि 40 वर्ष उमेर पुरा भएको सदस्य हुनका लागि 40 वर्ष पुरा हुनुपर्छ, जान्नु होला है। कुरा बुझ्नुभयो? अध्यक्ष हुनका लागि 40 वर्ष पुरा हुनुपर्छ। के अरे, सदस्य हुनका लागि 40 वर्ष पुरा हुनुपर्छ, 40 वर्ष पुरा हुनुपर्छ साथीहरू, त्यो जान्नु होला। अनि त्यसपछि अध्यक्षका लागि के हुनुपर्छ ल भन्नुहोस्? अध्यक्षका लागि के हुनुपर्छ भन्दा, नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको हुनुपर्छ अध्यक्षका लागि। अर्को कुरा पनि जानु, अध्यक्षका लागि नेपाल सरकारको विशिष्ट श्रेणी, विशिष्ट है त, विशिष्ट श्रेणी, नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव हुनुपर्छ साथीहरू। र सदस्यका लागि शिक्षा तथा कानुन, कुरा बुझ्नुभयो नि? सदस्य हुनका लागि फेरि कानुन र शिक्षा प्रशासन क्षेत्रमा कम्तीमा 15 वर्ष काम गरेको हुनुपर्छ है। कानुन शिक्षा प्रशासनमा सनमा कम्तीमा 15 वर्ष काम गरेको हुनुपर्दो रहेछ। के हुनका लागि? शिक्षक सेवा आयोगको अध्यक्ष हुनका लागि र सदस्य हुनका लागि। अध्यक्षका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव चाहियो साथीहरू। सदस्यका लागि यो 15 वर्ष काम गरेको हुनुपर्छ र 40 वर्ष पनि उमेर पुरा भएको हुनुपर्छ भनेको छ। अब सुन्नुहोस् साथीहरू, 40 वर्ष उमेर पुरा भएको त हुनुपर्छ। अनि कति वर्षपछि त्यसको सदस्यता कायम रहँदैन ल भन्नुहोस् त? कति वर्षपछि? 65 वर्षपछि सदस्यता कायम नरहने है त, कायम नरहने भनेर पनि जान्नु होला। 65 वर्षपछि सदस्यता कायम रहँदैन। शिक्षक सेवा आयोगका सदस्यहरूको पदावधि उनीहरू 65 वर्ष भएपछि अटोमेटिक सदस्यता के हुन्छ? खारेज हुन्छ है त। यसरी बुझ्नु होला। ल अब अगाडि है त, अब अगाडि बढौँ। विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौटका लागि हेर्नुहोस् है, नेक्स्ट प्रश्न हेर्नुहोस् त, 3 नम्बरको हेर्नुहोस् त। विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौटका लागि भेलाले साथीहरू कति दिन अघि अभिभावकको नामावली सार्वजनिक गर्नुपर्छ भन्यो? कति दिन अगाडि होला? अभिभावकको नामावली कति दिन अगाडि सार्वजनिक गर्नु पर्ला साथीहरू? ल भन्नुहोस् त, कति दिन अगाडि? ल भन्नुहोस्, कति दिन अगाडि अभिभावकको नामावली सार्वजनिक गर्नुपर्छ? ल भन्नुहोस्। कति दिन अगाडि अभिभावकको नामावली समावेश के अरे सार्वजनिक गर्नुपर्छ? ल लेख्नुहोस्, कमेन्ट लेख्नुहोस्, कमेन्ट गर्नुहोस् साथीहरू। कति दिन अगाडि? ठिक छ, लेख्दै जानुहोस्। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, सबै साथीहरूले कमेन्ट गर्नु होला। ल कति दिन अगाडि? 3 दिन अगाडि है त। विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौटका लागि भेलाको कति दिन अघि अभिभावकको नामावली भन्यो भने 3 दिन अघि। अब यो विद्यालय व्यवस्थापन समितिमा, सामुदायिक विद्यालय व्यवस्थापन समितिमा कतिजना हुन्छन् यो सोध्छ। सामुदायिकमा
कतिजना 9 जना सदस्य 9 जना सदस्य हुन्छन् संस्थागतमा कति हो लेख्नुस् त संस्थागतमा कतिजना सदस्य हुन्छन् लेख्नुस् त साथीहरू संस्थागत विद्यालयमा कतिजना सदस्य हुन्छन् लेख्नुस् त संस्थागत विद्यालयमा कति हुन्छन् साथीहरू 7 जना हुन्छन् है संस्थागतमा कति हुन्छन् 7 जना सामुदायिकमा सामुदायिकमा 9 जना संस्थागतमा कति हो 7 जना हो 7 जना ठिक छ 7 जना साथीहरू ल 7 जना संस्थागतमा कतिजना साथीहरू 7 जना हुन्छन् अब सदस्य सचिव को हुन्छ भन्छ सदस्य सचिव को हुन्छ ल भन्नुहोस् यसको सदस्य सचिव को हुन्छ भन्यो भने सदस्य सचिव को हुन्छ होला ल भन्नुहोस् त प्रधानाध्यापक हुन्छ प्रधानाध्यापक 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 के हुन्छ यसको सदस्य सचिव हुन्छ यसको सदस्य सचिव प्रधानाध्यापक हुन्छ अब ल भन्नुहोस् अब सामुदायिक विद्यालयमा अध्यक्ष को हुन्छ सामुदायिक विद्यालयमा अध्यक्ष चाहिँ को हुन्छ ल भन्नुहोस् त अध्यक्ष भनेको सदस्यहरूले चुनेको व्यक्ति हुन्छ ठिक छ अध्यक्ष भनेको को हुन्छ साथीहरू सदस्यहरूले तोकेको व्यक्ति हुन्छ कुरा बुझ्नुभयो भने संस्थापकमा को हुन्छ संस्थापकमा होइन संस्थागत विद्यालयमा को हुन्छ अध्यक्ष भन्नुहोस् त संस्थागत वा लगानीकर्ता मध्येबाट संस्थापक वा लगानीकर्ता मध्येबाट विद्यालयको सिफारिसमा कसले त भन्दा इकाइ प्रमुखले मनोनित गरेको ठिक छ अध्यक्ष 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 को हुनुभयो सामुदायिकमा सामुदायिकमा त्यो सदस्यले चुनेको व्यक्ति हुन्छ भने संस्थागतमा संस्थापक वा लगानीकर्ताबाट हुन्छ है संस्थापक वा लगानीकर्ता मध्येबाट कसले त भन्दा विद्यालयको सिफारिसमा इकाइ प्रमुखले मनोनित गरेको अध्यक्ष हुन्छ भनेर बुझ्नु होला अब जाउँ हामी 4 नम्बरमा सबै साथीहरू हेर्नु होला 4 को ल भन्नुहोस् त शिक्षक सेवा आयोगको काम तलका मध्ये कुन पर्दैन भनेको छ 4 नम्बरको कमेन्ट गर्नुहोस् 4 नम्बरको कमेन्ट गर्नुहोस् कुन पर्दैन शिक्षक सेवा आयोगको काम तलका मध्ये कुन पर्दैन अध्यापन अनुमति पत्र प्रदान गर्ने शिक्षक छनौट गरी परीक्षाको पाठ्यक्रम तयार गर्ने शिक्षक छनौटका लागि परीक्षा सञ्चालन गर्ने र स्थानीय शिक्षकलाई नियुक्ति दिने कुन पर्दैन होला लेख्नुस् कुन पर्दैन होला लेख्नुस् ल 4 को आन्सर के हो लेख्नुस् 4 को आन्सर काम चाहिँ कुन पर्दैन भनेको छ तलका मध्ये कुन चाहिँ काम पर्दैन लेख्नुस् त कुन चाहिँ काम पर्दैन ल भन्नुहोस् ल हेर्नुहोस् त यो काम पर्छ यो अध्यापन अनुमति पत्र प्रदान गर्ने हो ठिक छ शिक्षक छनौट परीक्षाको पाठ्यक्रम पनि ठिक छ शिक्षक छनौटका लागि परीक्षा सञ्चालन गर्ने पनि ठिक छ स्थानीय शिक्षकलाई नियुक्ति दिने हो यो काम पर्दैन त्यो भएर यसको आन्सर के भयो त डी भयो अरू यसका कामहरू अरू के हुन् ल भन्नुहोस् त शिक्षकका सेवा शर्त र सुविधा सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने काम पनि पर्छ यसको अर्को काम भनेको शिक्षकका सेवा शर्त र सुविधा सम्बन्धमा मन्त्रालयलाई के गर्ने मन्त्रालयलाई सुझाव दिने काम पनि यसमा पर्छ र परीक्षा सञ्चालन भएको कति समयभित्र ल भन्नुहोस् त साथीहरू कति समयभित्र ल भन्नुहोस् कति समयभित्र ल भन्नुहोस् उजुरी परेको बेलामा बाहेक नतिजा प्रकाशन भएको 1 वर्षपछि के गर्ने त कागजातहरू धुल्याउने है 1 वर्षपछि कागजात धुल्याउने काम पनि यसमा पर्छ 1 वर्षपछि कागजात धुल्याउने है त परीक्षाका तिनी कागजात धुल्याउन पाउँछ तर उजुरी परेको बेलामा बाहेक हो है उजुरी परेको बेलामा बाहेक हो अनि शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस गर्छ यो काम एकदम महत्त्वपूर्ण शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि
र बढुवाका लागि के गर्छ यसले सिफारिस पनि गर्छ भनेर साथीहरूले बुझ्नु होला। शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस गर्छ। ल सिफारिस मात्र गर्ने हो है, सिफारिस मात्र गर्ने हो। सिफारिस के गर्छ शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि यसले सिफारिस गर्छ। ल अगाडि बढौँ। अब 5 नम्बरमा हेर्नुहोस् त, विद्यालय शिक्षाले बालबालिकालाई सीमित दायरामा, 5 नम्बरको प्रश्न पढ्नु होला के भनेको छ। विद्यालय शिक्षाले बालबालिकालाई सीमित दायरामा राख्ने, बहुआयामिक विकास अवरुद्ध हुने आशय सहितको कृति द स्कुल इज डेड कसले लेखेका थिए? कसले लेखेका थिए स्कुल इज डेड? ल लेख्नुहोस् यसको आन्सर लेख्नुहोस्। ल भन्नुहोस् कसले? कसले द स्कुल इज डेड कसले लेखेका थिए भन्यो भने डेड भनेको मर्ने हो साथीहरू। डेड भनेको मर्ने हो। त्यो भएर हामीले मर भन्छौँ, मर रेमर, रेमर। यसको आन्सर के हो त? सी हो, रेमर है त। ठिक छ, रेमर। त्यसो भए इभान इलिचको के हो त? इभान इलिचको डी स्कुलिङ सोसाइटी, इम्पोर्टेन्ट छ यो पनि, यो पनि इम्पोर्टेन्ट छ। इभान इलिचको डी स्कुलिङ सोसाइटी, इभान इलिचको डी स्कुलिङ सोसाइटी हामी के भन्छौँ यसलाई? ई, यो ई भयो, यो डी भयो, डिई डिई भनेर सम्झिन्छौँ। ठिक छ, डिई डिई भनेर हामी सम्झिन्छौँ। इभान इलिचको के हो त? डी स्कुलिङ सोसाइटी। यसैमा फेरि पाउलो फेरेरेको, पाउलो फेरेरेको के हो भन्छ? पेडागोजी अफ दि अप्रेज है। पाउलो फेरेरे, पाउलो पाउलो फेरेरे, फेरेरेको के हो भन्यो भने पेडागोजी, पेडागोजी अफ दि अप्रेस्ड, अफ दि अप्रेस्ड भन्छौँ। यसलाई हामीले कसरी सम्झिने? पाउलो भनेको ताउलो, ताउलोमा पेडा पकाउने भनेर हामी सम्झिन्छौँ साथीहरू। पाउलो भनेको ताउलो, ताउलोमा पेडा, ताउलोमा पेडा भनेर सम्झिनु होला। ताउलोमा पेडा भनेर साथीहरूले याद गर्नु होला है। ताउलोमा पेडा भनेर याद गर्नु होला। हामी अब कतिमा गयौँ? अब हामी 6 नम्बरमा गयौँ। डिबेका अनुसार शिक्षा त्रिमुखी प्रक्रिया हो। उनका अनुसार यस प्रक्रियामा कुन कुन तत्त्वहरू संलग्न हुन्छन् भनेको छ। ल भन्नुहोस् त 6 नम्बरको के हो? 6 नम्बरको डिबेका अनुसार शिक्षा त्रिमुखी प्रक्रिया हो अरे। उनका अनुसार यस प्रक्रियामा कुन कुन तत्त्वहरू संलग्न हुन्छन् भनेको छ। ल भन्नुहोस्। शिक्षक, विद्यार्थी र अभिभावक, शिक्षक, विद्यार्थी र समाज, शिक्षक, अभिभावक र समाज, शिक्षक, विद्यार्थी र पाठ्यक्रम। ल भन्नुहोस् कुन कुन हुन्छन् सहभागी? ल भन्नुहोस् त को सहभागी हुन्छ? त्रिमुखी प्रक्रिया। जोन डिबेका अनुसार त्रिमुखी प्रक्रिया भन्नाले के केलाई बुझिन्छ? ल भन्नुहोस् त। जोन डिबेका अनुसार त्रिमुखी भनेको शिक्षक, विद्यार्थी र समाज हो। शिक्षक, विद्यार्थी र समाज हो यो त्रिमुखी प्रक्रिया जोन डिबेका अनुसार। यो इम्पोर्टेन्ट पनि छ। अनि यसैलाई फेरि, यसैलाई साथीहरू अर्का जोन ई एडम्सनले के भनेका छन्? जोन ई एडम्सन है त। जोन ई एडम्सनका अनुसार उनले के भनेका छन् भन्दा व्यक्तिले सम्बन्ध राख्नुपर्ने संसार 3वटा छन्। व्यक्तिले सम्बन्ध राख्नुपर्ने, व्यक्तिले सम्बन्ध राख्नुपर्ने, सम्बन्ध राख्नुपर्ने, राख्नुपर्ने, राख्नुपर्ने है। व्यक्तिले सम्बन्ध राख्नुपर्ने संसार 3वटा छन्। संसार कतिवटा छन्? संसार 3वटा छन्। तीनटा संसार के हुन् त? ल भन्नुहोस् त। प्रकृति, समाज, नैतिकता। पर स नै हुन्। 3टा समाज भनेको प्र स नै। तो भनेको प्रकृति, प्रकृति, समाज, समाज र नैतिकता। यो जोन एडम्सनले भनेको, जोन डिबे होइन, जोन ई एडम्सनले। यो प्रकृति, समाज र नैतिकता, त्यो 3टा संसारहरू प्रकृति, समाज र नैतिकता हुन्। र यी कुरा प्राप्त गर्नका लागि, यी कुरा प्राप्त गर्नका लागि के चाहिन्छ भनेका छन् उनले? कसको अन्तर्क्रिया हुनुपर्छ भनेका छन्? शिक्षक, विद्यार्थी र पाठ्यक्रमको बिचमा अन्तर्क्रिया हुनुपर्छ। यी कुरा प्राप्त गर्न, यी कुरा प्राप्त गर्न, प्राप्त गर्न शिक्षक के भनेका छन्? शिक्षक, शिक्षक, विद्यार्थी र पाठ्यक्रम, पाठ्यक्रम बीच, पाठ्यक्रम बीच के हुनुपर्छ? अन्तर्क्रिया हुनुपर्छ भनेका छन्। नझुक्किनु होला। अन्तर्क्रिया हुनुपर्छ।
तपाईँको अप्सनमा शिक्षक विद्यार्थी र पाठ्यक्रम छ भने शिक्षक विद्यार्थी र पाठ्यक्रम यो डी को आएको भए डी को कसको हुन्थ्यो? जोन ई एडम्सनको हुन्थ्यो। अहिले हामीलाई जोन डिबे भनेको छ। जोन डिबे भनेको शिक्षक विद्यार्थी र समाज, सिबिस भनेर याद गर्ने, सिबिस है त, सिबिस भनेर याद गर्ने साथीहरू, शिक्षक विद्यार्थी र समाज भनेर याद गर्नु होला। ल अब अगाडि जाउँ, अगाडि बढौँ है। 7 नम्बरमा जानुस्। नेपालमा फादर अफ स्कुल भनेर कसलाई चिनिन्छ? ल कमेन्ट गर्नुस् त, फादर अफ स्कुल भनेर कसलाई चिनिन्छ साथीहरू? कमेन्ट गर्नु होला। फादर अफ स्कुल होइन, स्कुलका पिता, स्कुलका पिता, स्कुलका पिता, एउटा स्कुलका पिता सम्झिनु होला, अर्को शिक्षाका पिता सम्झिनु होला। शिक्षाका पिता, एउटा स्कुलका पिता, अर्का शिक्षाका पिता भनेर सम्झिनु होला। यो पनि बारम्बार जाँचमा सोधेको प्रश्न हो साथीहरू। स्कुलका पिता है त, स्कुलका पिता भनेर कसलाई चिनिन्छ र शिक्षाका पिता भनेर कसलाई चिनिन्छ? लेख्नुहोस् कमेन्टमा। ल भन्नुहोस् त, फादर अफ स्कुल भनेको स्कुलका पिता को हुन्? कसलाई चिनिन्छ स्कुलका पिता भनेर? ल भन्नुहोस्। स्कुलका पिता भनेका पदम शमशेर हुन्। यिनी स्कुलका पिता हुन् भने देव शमशेर चाहिँ के हुन् त? देव शमशेर के हुन् त? शिक्षाका पिता हुन्। यसलाई कसरी सम्झिने? यस्पी, यस्पी, यस्पी देशी हो, देशी हो भनेर सम्झिने है। देशी हो, विदेशी हो भने पनि हुन्छ, विदेशी हो भने पनि हुन्छ। यस्पी भनेको स्कुलका पिता, पदम शमशेर पीबाट पदम है त, स्कुलका पदम, देशी भनेको देव शमशेर शिक्षाका, देव शमशेर शिक्षाका, यस्पी देशी हो भनेर सम्झिने साथीहरूले यसरी कुरा गर्नु होला, यसरी सम्झिनु होला। अब अगाडि बढौँ, यो पनि इम्पोर्टेन्ट नै छ। शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको थियो? ल लेख्नुहोस्। कहिले भएको थियो? ल लेख्नुहोस्, लेख्नुहोस् त, लेख्नुहोस् त। शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र मैले हिजो पनि भनेको थिएँ, हिजोको फिडब्याकमा पनि मैले दिएको थिएँ साथीहरू। को साथीहरूले याद गर्नुभएको छ, लेख्नुभएको छ, लेख्नुभएको छैन? लेख्नु होला साथीहरू, तपाईँ सबै साथीहरूले लेख्नु होला है, सबै साथीहरूले लेख्नु होला, सबै साथीहरूले चाहिँ लेख्नु पर्यो है। लेख्नुहोस्, कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। ल ल नयाँ जोडिएका साथीहरूले पेजलाई पनि फलो गर्नुहोस् है साथीहरू, पेजलाई पनि फलो गर्नुहोस्। नयाँ जोडिएका साथीहरू, हामी एकदम राम्रो उत्साहपूर्ण चाहिँ सहभागिता छ, त्यो भएर सबै साथीहरूले चाहिँ पेजलाई पनि फलो गर्ने है अनि लेख्ने। शिक्षा मन्त्रालय गुरुमन्त्रको पेजलाई फलो गर्नुहोस् है साथीहरू। पेज फलो गरेपछि त्यहाँ प्रश्नहरू पनि आउँछ, तपाईँहरूको के अरे रिजल्ट पनि आउँछ, सबै कुरा आउँछ है, त्यो भएर फलो गर्नु होला। शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको हो? शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको? ल भन्नुहोस्। हामीले हिजो के भन्यौँ? इआरओ एजुकेसनल रिभ्यू अफिस भनेर भन्यौँ। इआरओलाई हामीले छैकाते, छैकाते भनेर पढेका थियौँ साथीहरू। छैकाते भनेको 66 साल कार्तिकको 13 गते भनेर याद गरेका थियौँ। छैकाते, छैकाते भनेर याद गऱ्यौँ। यो कसले व्यवस्था गरेको भन्नुहोस् त? विद्यालय क्षेत्र सुधार योजना 66-72ले हो यो व्यवस्था गरेको। यो व्यवस्था कसले गरेको भन्छ? एसएसआरपी, विद्यालय क्षेत्र सुधार योजना, विद्यालय क्षेत्र सुधार योजना, क्षेत्र सुधार योजना, सुधार योजना, योजना कहिले? 2066-72, 2066-72ले व्यवस्था गरेको हो साथीहरू। इआरओको व्यवस्था, यो इआरओमा साथीहरू, इआरओ, इआरओको व्यवस्था कसले गरेको रहेछ अरे? ल भन्नुहोस् त, कसले गरेको रहेछ इआरओको? ल भन्नुहोस्। इआरओको व्यवस्था एसएसआरपीले गरेको रहेछ। कर्मचारी कति हुन्छन्? कर्मचारी कति हुन्छन्? ल भन्नुहोस्। एमा कर्मचारी सङ्ख्या जम्मा जम्मी 32 जना हुन्छन्। एउटा महानिर्देशक हुन्छ, महानिर्देशक भनेको सहसचिव हुन्छ है, यसको प्रमुख भनेको महानिर्देशक हुन्छ, महानिर्देशक हुन्छ। यो सहसचिव हो, सहसचिव, यो सहसचिव हो। यो के हो साथीहरू? सहसचिव हो साथीहरू, कुरा बुझ्नुभयो? सहसचिव हो भनेको राप प्रथम श्रेणी, राप प्रथम श्रेणी, राप प्रथम श्रेणी, प्रथम श्रेणीको नेपाल शिक्षाको, नेपाल शिक्षाको, नेपाल शिक्षा, नेपाल शिक्षा राप प्रथम श्रेणीको सहसचिव त्यहाँको मुख्य व्यक्ति हुन्छ, महानिर्देशक हुन्छ भनेर हामी बुझौँ। कहाँ त भन्दा इआरओमा, एजुकेसन रिभ्यू अफिस, त्यो भनेको शैक्षिक गुणस्तर केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र। हामी यसलाई छैकाते भनेर याद गऱ्यौँ। 66 साल कार्तिकको 13 गते भनेर साथीहरूले बुझ्नु होला।
अब अगाडि बढौँ त, बढौँ साथीहरू। 9 नम्बरमा जानुहोस् त। ल, कक्षामा अङ्कगणित पढेको सुल सुलक्षणाले सुलक्षणाले बजारमा सामान खरिद गर्दा आफूले कक्षामा सिकेका कुरा प्रयोग गरिन्। आफूले के कुरा सिकिन्, अङ्कगणित पढेर के कुरा सिकिन्, सुलक्षणाले त्यही कुरा बजारमा सेयर गरिन्। अब के भयो त्यहाँ, कस्तो सिकाइ भयो त्यहाँ, ल भन्नुहोस्। सिकाइको स्थानान्तरण भयो कि, समस्याको समाधान भयो कि, के अरे उत्तेजना प्रतिक्रियाको सिकाइ भयो कि, बहुविविधीकरण भयो, ल भन्नुहोस् त के भयो होला, ल भन्नुहोस्। के भयो साथीहरू, ल भन्नुहोस्। ल भन्नुहोस् त के भयो साथीहरू, भन्नुहोस्। आन्सर लेख्नुहोस्, 9को आन्सर लेख्नुहोस्। हो, धेरै साथीहरूको ए भन्ने आएको छ, ए भन्ने आएको छ। ल ल साथीहरू, ए भन्ने आएको छ। सिकाइको स्थानान्तरण के भयो त भन्दा साथीहरू, सिकाइको स्थानान्तरण भयो, उनले सिकाइको स्थानान्तरण गरिन्। ल, सिकाइको स्थानान्तरण। अब जाउँ 10मा। तलका मध्ये कुन मानव विकासको चरणमा लैङ्गिक ग्रन्थीहरू द्रुत गतिमा रूपमा विकसित र क्रियाशील हुन्छन्? द्रुत गतिको रूपमा विकसित हुने कुनमा हो, ल भन्नुहोस् त साथीहरू। उत्तर बाल्यमा हो कि, यौन अवस्थामा हो कि, पूर्व बाल्य अवस्थामा हो कि, अनि मध्य अवस्थामा, ल भन्नुहोस्। कुनमा हो? यौन अवस्थामा हो, यौन अवस्थामा हो। हामीले उत्तर बाल्य अवस्था भनेको 6 वर्षदेखि 10 वा 12 वर्षसम्म भनेका छौँ। यौन अवस्थादेखि कति भनेका छौँ भन्दा 10, 12देखि 13, 14 वर्षलाई हामीले यौवन अवस्था भनेका छौँ। पूर्व बाल्य अवस्था भनेको 2 वर्षदेखि 6 वर्षसम्मको अवधिलाई भनेका छौँ। मध्य अवस्था भनेको साथीहरू 40देखि 60लाई भनेका छौँ भने यसको आन्सर यौन अवस्था। यो यौन अवस्थालाई खप्टिएको अवस्था पनि भन्ने। ल, खप्टिएको अवस्था भन्नाले कुन अवस्थालाई चिनिन्छ भन्यो भने यौन अवस्थालाई चिनिन्छ। खप्टिएको अवस्था कुन हो त भन्दा यौन अवस्था हो। साथीहरूले बुझ्नु होला। ल, अब जाउँ 11मा जाउँ है। अब 11मा जाउँ साथीहरू, छिटो छिटो लेख्नु होला। हाम्रो समय ल, समय अत्यन्तै कम छ। कम समयमा यति धेरै गर्नुपर्ने छ हामीले। फिडब्याक सहित 50वटा क्वेसन फुल सेट भ्याउनु पर्ने छ साथीहरू। त्यो कारणले गर्दा मैले साथीहरूलाई आग्रह गरेँ। यसलाई चाहिँ पहिले नै तपाईँलाई हिजो साँझ नै आइसकेको हुन्छ यो क्वेसन, दिउँसो पेजमै आइसकेको हुन्छ। क्वेसनहरू लेखेर राख्नु होला, त्यसपछि सजिलो हुन्छ हजुरलाई है। अब जाउँ, विद्यार्थीका सिकाइका सम्बन्धमा उत्प्रेरणा भन्नाले के बुझिन्छ? सिकाइका सन्दर्भमा उत्प्रेरणा भनेको के हो भन्नुहोस् त? अन्तर्मनबाट आएको सिकाइप्रतिको जागरण र लगाव, भित्रैबाट प्रेरित भएर आएको हो कि, सिकाइका लागि अग्रपोषण हो कि, सिकाइको सम्भावना बढाउने प्रयास हो कि, सिकाइका लागि सबलीकरण हो, के होला, ल भन्नुहोस्। 11को ए भन्नुभएको छ। धेरै साथीहरूले 11को ए भन्नुभएको छ। तपाईँहरूको आन्सर ठिक छ। जो साथीहरूले 11को ए भन्नुभएको छ तपाईँले सही आन्सर दिनुभएको छ। ल, ओके। अब हामी गाउँ शिक्षा योजना कसले निर्माण गर्छ भनेको छ, ल भन्नुहोस् त। गाउँ शिक्षा योजना कसले निर्माण गर्छ? ल, 12को रह्यो। ए ल, 12को, ल ल, ओके। गाउँ शिक्षा योजना, सरी 12को हेरौँ। सम्बन्धित विद्यालयको ज्ञान, सिप, अभिवृद्धिको विकास गर्न, शिक्षकको पेसागत क्षमता विकास गराउने र असल अभ्यासको आदान प्रदान गर्ने प्रक्रियालाई के भनिन्छ, ल भन्नुहोस्। शिक्षकको पेसागत विकासको अभिवृद्धि गर्ने र असल अभ्यासको आदान प्रदान गर्ने काम भनेको त साथीहरूलाई थाहा छँदैछ। कमेन्ट गर्नुहोस् त। कुन हो? 12को बाँकी भन्नुभएको छ, आइसक्यो 12को। ल, ए भन्नुभएको छ धेरै साथीहरूले, कमेन्ट गर्नुहोस् है। धेरै साथीहरूले ए भन्नुभएको छ, तपाईँले भनेको ठिक छ, एकदम करेक्ट आन्सर छ। 13मा जानुहोस्। अब 13मा जानुहोस्। 13मा के छ? गाउँ शिक्षा योजना कसले निर्माण गर्छ? गाउँ शिक्षा योजना कसले निर्माण गर्छ, ल भन्नुहोस्। गाउँ शिक्षा योजना कसले निर्माण गर्छ भन्नुहोस् त। कसले हो गाउँ शिक्षा योजना गर्ने? विद्यालयले हो कि, प्रधानाध्यापकले हो कि, गाउँ कार्यपालिकाले हो, ल भन्नुहोस्। कसले हो गाउँ शिक्षा योजना? लेख्नुहोस् त। गाउँ शिक्षा योजना गाउँ शिक्षा समितिले गर्छ। कसले गर्छ? गाउँ शिक्षा समितिले गर्छ भने नगर शिक्षा योजना नगर शिक्षा समितिले गर्छ। नगर शिक्षा योजना नगर शिक्षा समितिले गर्छ। अनि अब गाउँ वा नगर शिक्षा समितिमा कतिजना हुन्छन्? शिक्षा समितिमा
समितिमा कतिजना हुन्छन् भन्छ 11 जना। कतिजना हुन्छन्? 11 जना हुन्छन्। यो जान्नु होला, इम्पोर्टेन्ट छ। अध्यक्ष को हुन्छ? अध्यक्ष गाउँपालिकामा गाउँपालिकामा को हुन्छ भन्नुहोस् त? यसको अध्यक्ष भनेको गाउँपालिकामा गाउँपालिकाको को हुन्छ ल भन्नुहोस्? गाउँपालिका अध्यक्ष हुन्छ है, अध्यक्ष हुन्छ। नगरपालिकामा नगर प्रमुख हुन्छ। कुरा बुझ्नुभयो? गाउँपालिकामा गाउँपालिका गापा अध्यक्ष, गापा अध्यक्ष। नगरपालिकामा नगरपालिकामा फेरि के हुन्छ? नगर प्रमुख। नगर प्रमुख यसको को हुन्छ? अध्यक्ष हुन्छ। नगर शिक्षा समितिमा अध्यक्ष को हुन्छ? नगर प्रमुख हुन्छ साथीहरू। यो कतिजना सदस्य हुन्? 11 जना सदस्य हुन्। अनि यसको सदस्य सचिव को हुन्छ? सदस्य सचिव यो पनि जान्नु होला, यो पनि जान्नु होला। सदस्य सचिव को हुन्छ भन्छ? सदस्य सचिव, सदस्य सचिव गाउँपालिकामा गाउँपालिकामा स्रोत व्यक्ति भन्छ साथीहरू। स्रोत व्यक्ति हुन्छ। र नगरपालिकामा नगरपालिकामा को हुन्छ? विद्यालय निरीक्षक हुन्छ। विद्यालय निरीक्षक हुन्छ भन्नु होला। को हुन्छ? विद्यालय निरीक्षक हुन्छ है। नगरपालिकामा को हुन्छ? विद्यालय निरीक्षक हुन्छ भनेर तपाईँले बुझ्ने। त्यो भएर गाउँ शिक्षा समिति, गाउँ शिक्षा योजनामा हो यो नगरपालिकामा हामी हुन पाइन्छ के साथीहरू? म विद्यालय निरीक्षक हो नि, हो म हुन पाउँछु त्यसमा। कुरा बुझ्नुभयो साथीहरू? त्यसको सदस्य सचिव को हुन्छ भन्दा विद्यालय निरीक्षक हुन्छ। म त्यसको सदस्य सचिव हुन पाउँछु क्या। कुरा बुझ्नुभयो साथीहरू? के को भन्दा गाउँ शिक्षा समितिको। गाउँ शिक्षा समितिको सदस्य सचिव को हुन्छ भन्दा विद्यालय निरीक्षक हुन्छ साथीहरू। कुरा बुझ्नुभयो? यसको के अरे नगर शिक्षा समितिको है त। नगर शिक्षा समितिको, नगर शिक्षा समितिको गाउँपालिकामा त स्रोत व्यक्ति भइहाल्यो। साथीहरूलाई थाहा छँदैछ। अब यसको साथीहरू पदावधि कति वर्ष हुन्छ भन्छ? पदावधि कति हो? पदावधि जम्मा जम्मी 2 वर्ष हो। पदावधि कति हो त भन्दा जम्मा जम्मी 2 वर्ष हो साथीहरू। पदावधि कति हो? 2 वर्ष हो। ल अगाडि बढौँ ल। 14 मा जाउँ त। ल साथीहरू 14 को पढ्नुहोस् प्रश्न, दिनुहोस् आन्सर। विद्यालय सुधार योजना एसआइपी को दायरा कति हो? विद्यालय सुधार योजना भनेको त साथीहरूलाई थाहा छँदैछ। विद्यालय सुधार योजनाको त हामी त दिनदिनै प्रश्न गरेका छौँ। विद्यालय सुधार योजना होइन, 5 वर्षे आवधिक योजना हो भनेर त पढाएको छौँ नि साथीहरू, हो कि भन्नुहोस्? भनेपछि यसको दायरा भनेको के हो त भन्दा प्रारम्भिक बाल शिक्षादेखि है त, प्रारम्भिक बाल शिक्षा पूर्व प्राथमिकदेखि 12 सम्म हो, यही हो है त, 12 कक्षासम्म यो। अनि यो एसआइपी निर्माण तथा कार्यान्वयन गर्ने पदीय जिम्मेवारी कसको हो त? निर्माण र कार्यान्वयनको पदीय जिम्मेवारी भन्छ। स्वच्छ पदीय जिम्मेवारी कसको हो भन्छ भने हो। संस्थागत जिम्मेवारी को हो? जिम्मेवारी भन्यो भने विद्यालय। यो कस्तो योजना हो भन्छ? 5 वर्षे आवधिक योजना। विद्यालयले आफ्नै प्रयासमा साथीहरू, आफ्नै प्रयासमा है, विद्यालयले आफ्नै प्रयासमा विद्यालयको शैक्षिक गुणस्तरका लागि तयार गर्ने है त। शैक्षिक गुणस्तर है, गुणस्तर सुधारमा केन्द्रित यो विद्यालय सुधार योजना। ल कसले स्वीकृत गर्छ भन्यो भने विवेशले। स्वीकृत कसले गर्छ साथीहरू? विद्यालय व्यवस्थापन समितिले। यो बारेमा तपाईहरूले पढ्नु होला, यहाँबाट प्रश्न आइरहेको छ, धेरैभन्दा धेरै प्रश्न आएको छ। साथीहरूले जान्नु होला, अत्यन्तै महत्त्वपूर्ण छ साथीहरू। ल साथीहरू हामी अब 15 नम्बरमा गयौँ। 15 नम्बर हेर्नुहोस् त साथीहरू, सबै साथीहरूले 15 नम्बर हेर्नुहोस् त। 15 नम्बर, विद्यालयको विकास सम्बन्धमा व्यवस्थापनको उद्देश्य के हो? ल के हो व्यवस्थापनको उद्देश्य? विद्यालयको विकास सम्बन्धमा व्यवस्थापनको उद्देश्य भनेको विद्यालयमा भएका सीमित स्रोत र साधनको अधिकतम परिचालन गर्ने हो कि होइन? अधिकतम परिचालन गर्ने हो कि विद्यालयमा भएका स्रोत र साधनको पहिचान गर्ने, उपयुक्त परिचालन गरेर अधिकतम लाभ प्राप्त गर्ने हो कि विद्यालयमा भएका स्रोत साधनको पहिचान गरेर प्रयोग गर्ने हो कि भएका स्रोत साधनको परिचालनको योजना बनाएर कार्यान्वयन गर्ने हो? ल भन्नुहोस् त। यो सबै उस्तै लाग्छ। बेस्टमा बेस्ट छान्नुपर्छ। कुन होला ल भन्नुहोस्? कुन होला?
कुन होला साथीहरू भन्नुहोस्। बेसमा बेस छान्नुपर्छ। कुन हो? यसको आन्सर कुन हो? बी हो। यसको आन्सर बी हो साथीहरू। ठिक छ, यसको आन्सर के हो साथीहरू? बी हो। ल साथीहरू, हामीले 15 क्वेसन गरिसकेका छौँ। एकचोटि सबै साथीहरूले सेयर गरौँ त साथीहरू। एकचोटि सबै साथीहरूले सेयर नगर्नुभएका साथीहरूले सेयर गरौँ त। ल सबै साथीहरूले सेयर गरौँ त साथीहरू। जो साथीहरूले सेयर गर्नुभएको छैन तपाईँहरूले प्रत्येक साथीहरूले चाहिँ सेयर गरौँ त एकचोटि। एकचोटि सबै साथीहरूले सेयर गरौँ है साथीहरू। सबै साथीहरूले सेयर गरौँ। ल ल अब हाम्रो यो लाइसेन्सको क्लासहरू धमाधम भइरहेको छ। भर्ना हुने साथीहरूले भर्ना हुनु होला। अब निमाविको लागि पनि ठिक छ, निमाविको लागि पनि साथीहरूलाई मैले भने, निमाविको लागि पनि भर्ना हुने साथीहरू भर्ना हुनु होला। ल हेर्नुहोस्, अब के भनेको छ? शिक्षक तालिमलाई नै मुख्य केन्द्रबिन्दुमा राखेर कार्यान्वयनमा ल्याइएको परियोजना तलका मध्ये कुन हो? शिक्षकको तालिमलाई मुख्य केन्द्रबिन्दु राखेर। ल भन्नुहोस् त, शिक्षकको तालिमलाई नै शिक्षकको तालिमलाई नै केन्द्रबिन्दुमा राखेको भनेको कुन हो भन्नुहोस् त? शिक्षक शिक्षा आयोजना हो कि सेती परियोजना हो कि प्राथमिक शिक्षा परियोजना हो कि प्राथमिक शिक्षा विकास परियोजना? ल भन्नुहोस्, कुन हो भन्नुहोस्, कुन हो भन्नुहोस्, कुन हो? ए भन्नुभएको छ धेरै साथीहरूले, शिक्षक शिक्षा आयोजना नै हो। ठिक छ, तपाईँले भनेको 18 नम्बरमा जानुहोस्। निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण गर्ने क्षमता तलका मध्ये कुन सक्षमतामा पर्छ? 18 को हेर्नुहोस् त, कुन सक्षमतामा पर्छ? सिकाइ विधि र तौर तरिका सम्बन्धी ज्ञान, विषयवस्तुको ज्ञान, बालबालिका र सिकारु सम्बन्धी ज्ञान, त्यसै गरी कक्षा कोठा व्यवस्थापन र सिकाइ वातावरण सम्बन्धी ज्ञान है। कुनमा पर्छ ल भन्नुहोस्, कुनमा पर्छ होला? शिक्षकको सक्षमता, यो भनेको शिक्षक सक्षमता प्रारूपबाट आएको साथीहरू। शिक्षकका सक्षमताहरू कतिवटा छन्? 8वटा छन्, हामीलाई थाहा छँदैछ। अब यो कुन पर्छ होला? सिकाइ विधि र तौर तरिका सम्बन्धी ज्ञान। ए भनेका साथीहरूको आन्सर मिलेको छ। ए भनेका साथीहरूको आन्सर मिलेको छ। शिक्षक क्षमताहरू कति छन् भन्नुहोस् त? शिक्षकका सक्षमता 8वटा छन्। शिक्षक सक्षमता प्रारूप 2072 को बारेमा जान्नु होला। शिक्षक सक्षमता प्रारूप 2072 को बारेमा हजुरहरूले जान्नु होला। कहिले पारित भयो भन्छ, कहिले पारित भयो भन्छ। तपाईँहरूले कहिले भन्नुहुन्छ? 2072 साल 12 को महिना 3 गते पारित भएको थियो शिक्षक सक्षमता प्रारूप। पारित गर्ने को हो भन्छ? पारित गर्ने को हो भन्छ? पारित गर्ने कसले पारित गरेको त भन्दा शैक्षिक जनशक्ति विकास परिषदले। शैक्षिक जनशक्ति विकास परिषदले हो साथीहरू। र कतिवटा सक्षमता छन् भन्छ? त्यसमध्ये 8वटा सक्षमता छन्। ती के हुन्? बिसीबासी शनिकासु भनेर हामी सम्झेका छौँ। योभन्दा पहिलो क्लासमा पनि हामी गरेका छौँ। थुप्रै पटक मैले भनेको छु साथीहरू, तपाईँले त्यही अनुसार पढ्नु होला। बिसीबासी शनिकासु भनेर 8वटा सक्षमताहरू पढ्नु होला। 19 मा जानुहोस् त, तालिमको सबैभन्दा उच्चतम परिवर्तन कुनलाई मानिन्छ? तालिमको परिवर्तन, ल भन्नुहोस्। तालिमको परिवर्तन, तालिमले के कुरामा परिवर्तन ल्याउँछ? ल भन्नुहोस्। ज्ञानमा परिवर्तन हो कि सिपमा परिवर्तन हो कि प्रवृत्तिमा परिवर्तन हो कि व्यवहारमा परिवर्तन हो? तालिमले के कुरामा परिवर्तन ल्याउँछ? ल भन्नुहोस् त, तालिमले के कुरामा परिवर्तन ल्याउँछ? तालिमले के कुरामा परिवर्तन ल्याउँछ? ल भन्नुहोस् त, तालिमले के कुरामा परिवर्तन ल्याउँछ? व्यवहारमा हो? ल व्यवहारमा भन्ने साथीहरूको मिलेको छ। तालिमले के गर्ने हो त भन्दा व्यवहारमा परिवर्तन ल्याउने हो। त्यो भनेको ज्ञानमा परिवर्तन, सिपमा परिवर्तन, प्रवृत्तिमा परिवर्तन पनि हो है। सबैभन्दा उच्चतम परिवर्तन भनेको व्यवहारमा। ज्ञान, सिप, प्रवृत्तिमा परिवर्तन आउने भनेको व्यवहारमै परिवर्तन आउने हो। यसको समष्टि, यो 3टाको समष्टि भनेको के हो त? यही व्यवहार हो। त्यो भएर यसको सही आन्सर के भयो त? व्यवहारमा परिवर्तन भनेर भन्नु होला साथीहरू। अब हामी 20 नम्बरमा गयौँ। कलेज अफ एजुकेसन उपत्यका बाहिर कुन ठाउँमा एक्सटेन्सन सेन्टर खोलिएको थियो? ल भन्नुहोस्। पहिलो पटक एक्सटेन्सन सेन्टर कहाँ खोलियो कलेज अफ एजुकेसनको? ल भन्नुहोस् त। कलेज अफ एजुकेसनको एक्सटेन्सन भनेको विस्तार केन्द्र। एक्सटेन्सन भनेको विस्तार केन्द्र क्या, विस्तार केन्द्र। कलेज अफ एजुकेसनको विस्तार केन्द्र सबैभन्दा पहिला कहाँ खोलिएको थियो साथीहरू भन्नुहोस् त? विस्तार केन्द्र कहाँ खोलिएको थियो? कलेज अफ एजुकेसनको विस्तार केन्द्र कहाँ खोलिएको थियो? ल भन्नुहोस्। कलेज अफ एजुकेसनको कहाँ हो? नेपालगञ्जमा हो कि धरानमा हो कि पोखरामा हो कि वीरगञ्जमा हो भन्नुहोस् त? ल, ए विस्तार
विस्तार केन्द्र हो। यो एक्सटेन्सन भनेको विस्तार हो, बीबाट विस्तार, बीबाट वीरगञ्ज। त्यो भएर पहिलो पटक एक्सटेन्सन सेन्टर कहाँ खोलिएको थियो? वीरगञ्जमा खोलेको थियो। तपाईँहरूले बुझ्न पर्यो यो वीरगञ्जमा कहिले खुलेको भन्छ, कहिले खुलेको भन्छ? 2022 सालमा है। कहिले? विक्रम सम्वत 2022 सालमा यो कलेज अफ एजुकेसनको एक्सटेन्सन सेन्टर वीरगञ्जमा खुलेको थियो। अब तपाईँहरूले जान्न पर्यो कलेज अफ एजुकेसनको स्थापना कहिले हो? यो कलेज अफ एजुकेसनको स्थापना यो इम्पोर्टेन्ट छ। कलेज अफ एजुकेसन है, कलेज अफ एजुकेसनको स्थापना कहिले भएको थियो भनेर सोध्छ। कलेज अफ एजुकेसनको स्थापना कहिले भएको थियो भनेर सोध्छ। कहिले हो भन्नुहोस् त? 2013 साल भाद्र 24 गते। 2013 सालमा भाद्र कति गते? 24 गते हो साथीहरू कलेज अफ एजुकेसनको स्थापना भएको। कहिलेकाहीँ अङ्ग्रेजी डेट पनि दिन्छ। त्यो भनेको कहिले हो? 9 सेप्टेम्बर 1956। 9 सेप्टेम्बर 1956 भनेर जान्नु होला। 9 सेप्टेम्बर 1956 भनेर जान्नु होला साथीहरू। यसलाई के भनिन्छ? यसलाई शिक्षक शिक्षण महाविद्यालय पनि भन्ने गरिन्छ। यसलाई शिक्षक शिक्षण, यसलाई शिक्षण महाविद्यालय पनि भनिने, शिक्षक शिक्षण महाविद्यालय पनि भनिने। यसको स्थापना 2013 साल भाद्र 14 गते भएको रहेछ। जानुस् 21 मा साथीहरू, सबै साथीहरू 21 मा जानु होला। के छ 21 मा हेर्नुहोस्? गुणस्तरीय शिक्षाको लगानी सम्बन्धी पक्ष तलका मध्ये कुन पर्छ? लगानी, गुणस्तरीय शिक्षाको लगानी कुन पर्छ भनिसियो त साथीहरू? कुन पर्छ? गुणस्तरीय शिक्षाको लगानी सम्बन्धी पक्षमा के पर्ने भयो? ल भन्नुहोस्। सिकाइको विधि पर्यो कि, अनुगमन पर्यो कि, क्रियाकलाप पर्यो कि पाठ्यक्रम पर्यो? पहिला गुणस्तर शिक्षा हुनका लागि के कुरा लगानी गर्न पर्यो? पहिला सिकाइ विधि चाहियो कि पाठ्यक्रम चाहियो? पहिला अनुगमन चाहियो कि पाठ्यक्रम चाहियो? पहिला क्रियाकलाप चाहियो कि पाठ्यक्रम चाहियो? पहिला पाठ्यक्रम चाहियो। त्यो भएर यसको लगानी केमा गर्नुपर्छ? पाठ्यक्रममा, सान्दर्भिक पाठ्यक्रम बनाउने। गुणस्तरीय शिक्षा ल्याउने हो भने पहिला सिकाइ विधि, अनुगमन, क्रियाकलाप गर्नभन्दा पहिला के गर्न पर्यो? पाठ्यक्रम सान्दर्भिक बनाउनु पर्यो। सान्दर्भिक पाठ्यक्रम निर्माण गर्नु पर्यो साथीहरू। ठिक छ? सान्दर्भिक पाठ्यक्रम है त, सान्दर्भिक पाठ्यक्रम निर्माण गर्न पर्यो। क्लियर छ साथीहरू? ल, सान्दर्भिक पाठ्यक्रम निर्माण गर्नु पर्यो। ल ठिक छ, ओके। अब जानुस्, अब 22 नम्बरमा जानुस् है त। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका महत्त्वपूर्ण मानिन्छ? 22 मा भन्नुहोस् त। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कसको भूमिका सबभन्दा बढी महत्त्व हुन्छ? ल भन्नुहोस्। गुणस्तरीय शिक्षा, ल भन्नुहोस् त साथीहरू। गुणस्तरीय शिक्षामा कसको बढी भूमिका हुन्छ? ल भन्नुहोस्। यहाँ हेर्नुहोस्, क्वेसनले के भनेको छ? विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित भनेको छ। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नमा सबैभन्दा बढी दायित्व भनेको प्रको हो। नझुकिनु होला। विद्यार्थीको भन्यो भने फेरि शिक्षक, विद्यार्थीको भन्यो भने फेरि शिक्षक है। विद्यार्थीको गुणस्तर शिक्षामा, विद्यार्थीको गुणस्तरमा शिक्षक है त। विद्यार्थीको गुणस्तर शिक्षकमा के अरे गुणस्तरमा सुनिश्चित गर्नका लागि शिक्षक। तर विद्यालयको गुणस्तर भन्यो भने प्रधानाध्यापक नै हो, प्रधानाध्यापक नै हो। 23 मा जानुस् त। 23 मा जानुस् त साथीहरू। 23 मा के भनेको छ? फ्रम हुम डु यङ पिपल लर्न बेस्ट? यङ पिपलले है त, यङ पिपलहरूले केबाट सिक्छन्? ल भन्नुहोस्। एकदम राम्रोसँग त यङ जेनेरेसनले कसरी सिक्छ? साथीभाइबाट सिक्छ कि, टिचरबाट सिक्छ कि, युट्युबबाट सिक्छ कि, प्रिन्टेड बुकबाट सिक्छ? ल भन्नुहोस् त। यङ जेनेरेसनले, यङ पिपलले, ठिक छ, युवाहरूले कहाँबाट सिक्छन्? ल भन्नुहोस् है त। युवा, यङ साथीहरू, यङले कहाँबाट सिक्छ? ल भन्नुहोस् त। सबैभन्दा बढी उनीहरूले सिक्ने भनेको पियर ग्रुप्स, आफ्ना साथीभाइबाट बढी कुरा सिक्छन्। साथीभाइबाट हरेक कुराहरू सिक्छन्, धेरै कुराहरू सिक्छन्। पियर ग्रुप्स हो साथीहरूले, त्यसलाई ध्यान दिनु होला है। अब हेर्नुहोस् 24 मा। विच अफ द फलोइङ करेक्ट विथ द रेस्पेक्ट टु राइट काइन्ड अफ एजुकेसन? है त, अधिकारमा आधारित शिक्षा। यो शिक्षाको अधिकारसँग सम्बन्धित कुरा के हो त? ल भन्नुहोस् त। शिक्षाको अधिकारसँग सम्बन्धित कुन हो कुरा? ल लेख्नुहोस्। शिक्षाको अधिकारसँग सम्बन्धित कुन कुरा हो भनेको छ? ल भन्नुहोस् त। इट कन्सिडर्स द चाइल्ड्स एज हिज
यसले के गर्छ, विद्यार्थी जस्तो छ त्यसलाई कन्सिडर गर्छ। इट इज बेस्ड अन द पार्टिकुलर मेथड, इट बिन्ड्स द चाइल्ड द फ्रेमवर्क, इट क्लासिफाइज द चाइल्ड इन्टु द भेरियस टाइप भनेको छ। यसको आन्सर ए हो। अब हामी 25 मा गयौँ साथीहरू। 25 मा हेर्नुहोस्, नेता सबल र दुर्बल, नेता सबल र सक्षम हुनका लागि सम्पूर्ण अधिकारले भरिपूर्ण हुनुपर्ने, नेताले आदेश र निर्देशन गर्न सक्ने, खुसी हुनुपर्ने अवधारणा राख्ने नेतृत्व कौन हो? नेता। नेताले जे भन्छ त्यही मान्न पर्ने, नेतालाई खुसी राख्न पर्ने, होइन, नेताले जे भन्छ त्यही मान्न पर्ने, नेता सबल र सक्षम हुन, सम्पूर्ण अधिकारले भरिपूर्ण, नेता ठुलो हुँ भन्ने, जुन नेता हो त्यसले मै हुँ भन्ने, उसले सबैलाई थर्काउने, उसले भनेको सबैले मान्नुपर्ने, अनि नेताले आदेश र निर्देशन दियो भने है त दिन सक्ने गरी खुसी हुनुपर्ने अवधारणा राख्ने नेतृत्व कुन होला भन्नुहोस् त। एमा त साथीहरूलाई थाहा छँदैछ। 25 को साथीहरूले ए भन्नुभएको छ, कोही साथीहरूले बी पनि भन्दै हुनुहुन्छ। 25 को के हो त लेख्नु होला। 25 को ए हो साथीहरू, तपाईँले भनेको ठिक छ, निरङ्कुशमा हो त्यस्तो। नेताले जे भन्यो त्यो मान्ने भनेको निरङ्कुशमा हो साथीहरू, ठिक छ। ल अब हामी अगाडि बढौँ। अभिलेख व्यवस्थापनको पहिलो चरणमा कुन पर्दैन? अभिलेख व्यवस्थापनको पहिलो चरणमा, अभिलेख व्यवस्थापनको पहिलो चरणमा तलका मध्ये कुन पर्दैन भनेको छ? ल भन्नुहोस् त। ल कुन पर्दैन साथीहरू? ल भन्नुहोस्। ल ओके, सही आन्सर दिनुभएको छ सबै साथीहरूले, ए भन्नुभएको छ। 27 मा जान्छौँ हामी 27 मा जान्छौँ साथीहरू। शैक्षिक सुशासनको मुख्य तत्त्व तलका मध्ये कुन पर्दैन भनेको छ? शैक्षिक सुशासन, शैक्षिक सुशासन के सुशासनको मुख्य तत्त्व के शैक्षिक सुशासनको मुख्य तत्त्व कुरा बुझ्नुभयो? शैक्षिक सुशासनको मुख्य तत्त्व तलका मध्ये कुन पर्दैन भनेको छ? ल भन्नुहोस् त। ल भन्नुहोस् त साथीहरू। ल शैक्षिक सुशासनको मुख्य तत्त्व तलका मध्ये कुन पर्दैन? ल भन्नुहोस्। शैक्षिक सुशासनको मुख्य तत्त्व भनेको कुन होइन त भन्दा उत्तरदायित्व र जवाफदेहिता, समता र समावेशिता र सहभागितामूलक, विकेन्द्रीकृत र स्वायत्तता, प्रतिस्पर्धात्मकता र समानता भनेको छ साथीहरू। ल कमेन्ट गर्नुहोस् त साथीहरू। 27 को के हो कमेन्ट गर्नुहोस् त साथीहरू। सी भन्नुभएको छ धेरै साथीहरूले, ओके छ। 28 मा जानु होला। मन्द, मध्यम र तीक्ष्ण क्षमता भएका विद्यार्थीको व्यवस्थापन गर्ने कार्य कुन व्यवस्थापन अन्तर्गत पर्छ? मन्द, मध्यम र तीव्र क्षमता भएका विद्यार्थी भनेको अलिअलि जान्ने, होइन, जान्दै नजान्ने, अलिअलि जान्ने है, अनि त्यसपछि तीव्र भनेको धेरै जान्नेको चाहिँ व्यवस्थापन कुन अन्तर्गत पर्छ भनेको छ? कुन भाषिक व्यवस्थापन हो कि सामाजिक हो कि सिकाइ क्षमता हो कि समय व्यवस्थापन हो? कुन होला साथीहरू भन्नुहोस्, कुन होला? उनीहरूको क्षमता अनुसार हो नि त, क्षमता अनुसार हो नि त। त्यही भएर यसको आन्सर के भयो? सी भयो। सी भनेका साथीहरूको आन्सर करेक्ट छ। सी भनेका साथीहरूको आन्सर चाहिँ के छ? करेक्ट छ। अरू साथीहरूले करेक्सन गर्नुहोला। सी भनेका साथीहरूको ठिक छ। ल द्वन्द्व समाधानको रणनीतिमा दुवै पक्षलाई लाभ हुने गरी, हेर्नुहोस् त, दुवैलाई लाभ हुने के, दुवैले जित्ने भनेको, दुवैलाई लाभ हुने गरी मिलाउने रणनीतिको नतिजा कस्तो हुन्छ अरे? दुवैले जित्ने, दुवैलाई लाभ हुने भनेको त विन विन हो, विन विन हो। सी नम्बरमा छ साथीहरू। दुवैलाई लाभ हुने कुन हो त? विन विन हो, विन विन हो साथीहरू। त्यो कतिमा छ? सी नम्बरमा छ। यसको आन्सर सी भयो। 30 मा जानुहोस्। 3 कक्षा भन्दा मुनिका विद्यार्थीलाई तलका मध्ये कुन बसाइ उपयुक्त मानिन्छ भन्नुहोस्। 3 कक्षा भन्दा मुनिका बालबालिकालाई, कुरा बुझ्नुभयो? 3 कक्षा भन्दा मुनिका बालबालिकालाई समानान्तर बसाइ हो कि बेन्च राखेर समानान्तर तरिकाले बसाउने हो कि आम्ने सामने गराएर राख्ने हो कि भुइँ बसाइ भनेको भुइँमा चकटी, होइन, त्यो बिछाएर राख्ने हो कि बेन्च बसाइ ठिक हुन्छ भन्नुहोस् त। 3 कक्षासम्मका साना साना बुढाबुढीलाई भुइँ बसाइ नै ठिक हुन्छ। तपाईँहरूले भनेको ठिक छ, तपाईँहरूले भनेको ठिक छ। भुइँ बसाइ नै ठिक हुन्छ है, भुइँ बसाइ नै ठिक हुन्छ। ल ओके, अब हामी प्रश्न नम्बर कतिमा गयौँ? 31 मा गयौँ। प्रश्न नम्बर 31 मा गयौँ साथीहरू। कक्षा शिक्षणको सम्बन्धमा तलका मध्ये कुन सही छैन? कुन कुरा सही छैन भनेको छ? सिकारु र शिक्षक बीचको सम्बन्ध टाढा हुने अरे, यही सही छैन नि है त। कक्षा शिक्षणमा त सिकारु र शिक्षकको बीच त नजिक हुन्छ नि त। किन भन्दा कक्षा शिक्षणमा एउटै शिक्षक, होइन, एउटै शिक्षक साथीहरू के गर्छ त भन्दा दिसभरि बस्छ है त। त्यो कारणले गर्दा उसलाई सबै कुरा थाहा हुन्छ, विद्यार्थीले रुचाउँछन्, होइन। ल विद्यार्थीलाई नास्ता खुवाउनेदेखि लिएर सबै कुरा
एउटै शिक्षकले गर्ने हुनाले यो के हुन्छ त गलत छ। यहाँ यसको सम्बन्ध टाढा हुने होइन गाढा हुने हो है त, गाढा हुन्छ। सिकाइ समयमा लचक त यो ठिकै छ, शिक्षक अनुपस्थित भएमा कक्षा कठिन हुने ठिक छ, एकै शिक्षकले सबै विषयहरू अध्ययन गर्न सक्ने ठिक छ, अरू ठिक छन्, यही बेठिक छ। यसको आन्सर कति भयो त? 31 भयो। यसको आन्सर 31 भयो। अब अगाडि बढौँ हामी। 32 मा जानुस् त। फादर अफ करिकुलम मुभमेन्ट भनेर कसलाई चिनिन्छ? फादर अफ करिकुलम है त, पाठ्यक्रमका पिता भनेर कसलाई चिनिन्छ साथीहरू? फादर अफ करिकुलम, पाठ्यक्रमका पिता भनेर कसलाई चिनिन्छ होला? फादर अफ करिकुलम, ल भन्नुहोस्, ल भन्नुहोस् त साथीहरू। ल फादर अफ करिकुलम, फादर टाइलर है त, टाइलर, आरडब्लु टाइलर होइन, राल्फ डब्लु टाइलर। त्यसलाई हामी के भन्छौँ? फादर के गर्नुभयो त भन्दा टाई लाएर आउनुभयो, टाई लगाएर आउनुभयो भनेर सम्झिने। फादर टाई लगाएर आउनुभयो भनेर सम्झिने, आउनुभयो भनेर सम्झिने। त्यो भएर फादर को हुन् त भन्दा टाइलर हुन्, TYLAR, टाइलर हुन् साथीहरू। यो तपाईँहरूले बुझ्नु होला। राल्फ डब्लु टाइलर पनि भन्छ यसका पाठ्यक्रमका पिता हुन् यिनी, पाठ्यक्रमका पिता हुन् राल्फ डब्लु टाइलर। अब 33 मा जाउँ। धेरै क्षेत्रको सतै ज्ञान दिने तर बढी गहिराइमा भने पुग्न नसक्ने, ज्याक अफ अल मास्टर अफ नन होइन, ज्याक अफ अल मास्टर अफ नन, सबैको ज्याक तर मास्टरको नन, केही कुरामा पनि मास्टर नहुने भन्ने कुन पाठ्यक्रमलाई लिन सकिन्छ? ल भन्नुहोस् त। सबै क्षेत्रको सतही ज्ञान माथि माथिको दिने तर गहिराइमा पुग्न नसक्ने क्या, त्यस्तोलाई कुन मानिन्छ? ल भन्नुहोस्। त्यसको क्षेत्र के हुन्छ? विषय केन्द्रित हो कि अनुभव केन्द्रित हो कि विषय बृहत क्षेत्र हो कि समस्या केन्द्रित हो? कुन होला? ल भन्नुहोस् त, हजुरले भन्नुहोस् त कुन हो? यो भनेको साथीहरू बृहत क्षेत्र पाठ्यक्रम हो। यो भनेको कुन हो? बृहत क्षेत्र पाठ्यक्रम हो। यो कुन हो साथीहरू? बृहत क्षेत्र पाठ्यक्रम हो। पाठ्यक्रम विकासको उद्देश्यमूलक नमुना भनेर कुन मोडललाई चिनिन्छ? लेख्नुहोस्। 34 को आन्सर लेख्नुहोस्। उद्देश्यमूलक नमुना लेख्नुहोस् त। ल लेख्नुहोस् त। उद्देश्यमूलक नमुना, उद्देश्यमूलक नमुना भनेर कुनलाई चिनिन्छ? लेख्नुहोस्। उद्देश्यमूलक नमुना कुन हो त? उद्देश्य भनेको हामीले उद्देश्यमूलक भनेर हिजोको फिडब्याकमा पनि गरेका थियौँ नि। उद्देश्यमूलक पाठ्यक्रम भनेर कुन भनेका थियौँ हामीले? ल भन्नुहोस् त। उद्देश्यलाई पाठ्यक्रमको प्रमुख तत्त्व मान्ने, पहिलो तत्त्व मान्ने भनेर कुनलाई हो? टाइलर है त, टाइलर। यसको पनि टाइलर, टाइलर भनेको साथीहरू टेलरको मोडल। उद्देश्य भनेको उद्देश्यमूलक नमुना भनेको कसको मोडल हो त साथीहरू? टेलरको मोडल हो भनेर भन्ने। अब पाठ्यक्रम विकास, पाठ्यक्रम तथा पाठ्य सामग्री विकास सम्बन्धी काम गर्नका लागि नेपालमा पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भयो? ल यो पनि इम्पोर्टेन्ट प्रश्न हो, साथीहरूले जान्नुपर्ने प्रश्न हो। नेपालमा पाठ्यक्रम सम्बन्धी गर्नका लागि पाविके को स्थापना है त, करिकुलम डेभलपमेन्ट सेन्टर, ठिक छ, CDC को स्थापना कहिले भएको थियो? पाविके को स्थापना 2028 भाद्र 5 हो कि 28 आश्विन 5 हो कि भाद्र 7 हो कि आश्विन 7 हो? 2028 साल भाद्र 5 गते। पापा भनेर सम्झिने है त, पापा, पापा भनेको 5 महिना 5 गते, पापा भनेर सम्झिने। पाठ्यक्रम पापा, पाठ्यक्रम, पाठ्यक्रम पापा भनेर याद गर्ने। 5-5, 5-5 भदौको 5, 5-5 भदौको 5 भनेर साथीहरूले याद गर्नु होला। 36 मा जानुस्। पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शिक्षकको स्रोत सामग्री आदि कस्ता पाठ्य सामग्री हुन्? ल भन्नुहोस्। कस्ता पाठ्य सामग्री हुन् यिनीहरू? पाठ्यपुस्तक, शिक्षक निर्देशिका, शिक्षक स्रोत सामग्री भनेका शैक्षणिक सामग्री हुन्, शिक्षण सिकाइका लागि प्रयोग गरिने सामग्री हुन् भनेर साथीहरूले भन्नु होला। शैक्षणिक सामग्री हुन्। 37 मा जानुस् त। अब 37 मा जानु है। ल यो सेट हिजै आइसकेको भएर मैले अलिकति छिटो गरेको छु साथीहरू। हिजै आइसकेको हो, तपाईँले परीक्षा हिजै दिइसक्नु भएको छ यसको होइन। तपाईँले पक्कै पनि प्रश्नहरू लेख्नु भएको छ कपीमा। ल 37 मा स्थानीय पाठ्यक्रमको आवश्यकता सन्दर्भमा तलका मध्ये कुन भनाइ सही छ भनिदियो। कुन भनाइ सही छ होला? ल भन्नुहोस्। स्थानीय पाठ्यक्रमको आवश्यकता सम्बन्धमा कुन भनाइ सही छ? ल भन्नुहोस् त, कुन भनाइ सही छ? स्थानीय पाठ्यक्रमको आवश्यकता सम्बन्धमा स्थानीय ज्ञानको प्रचार प्रसार गर्ने, विद्यार्थीमा स्थानीय ज्ञान सिपको विकास गर्ने,
शिक्षालाई स्थानीय आवश्यकतासँग मागमा आधारित बनाउने, माथिका सबै कुन भनाइ ठिक छ? कुन भनाइ ठिक होला? ल भन्नुहोस् त, माथिका सबै भनाइ जो ठिक छ, माथिका सबै भनाइ नै ठिक छ। वार्षिक शैक्षणिक योजना निर्माण गरी कार्यान्वयन गर्ने दायित्व कसको? शैक्षणिक योजना। शैक्षणिक योजना कसले बनाउँछ? शैक्षणिक योजना। शैक्षणिक योजना भनेको शिक्षण सिकाइको योजना हो। 1 वर्षभरिको कसले बनाउने हो भन्दा विषय शिक्षकले बनाउने हो। कसले बनाउने हो साथीहरू? विषय शिक्षकले बनाउने हो। कसले बनाउने हो? विषय शिक्षकले बनाउने हो। अब जाउँ 39 मा। दैनिक पाठ योजना निर्माण गर्दा कक्षा कोठामा गर्ने क्रियाकलापको क्रम निर्धारणमा तलका मध्ये कुन कार्यलाई सबैभन्दा पहिला राख्नु पर्ला भनेको छ? कुन कार्यलाई सबैभन्दा पहिला राख्नु पर्ला साथीहरू भन्नुहोस् त? कुन कार्यलाई? उत्सुकता जगाउने कार्य हो कि ज्ञान निर्माण गर्ने कार्य हो कि मजबुतीकरण गर्ने कार्य हो कि अभ्यास गर्ने कार्य हो? कुन कार्यलाई? ल भन्नुहोस् त, कुन कार्यलाई होला? कुन कार्यलाई होला? उत्सुकता जगाउन पर्यो नि त पहिला। पहिला उत्सुकता नजगाएसम्म कसरी सिकाइ हुन्छ है त? त्यो भएर के भयो त? कुन कार्यलाई भन्दा उत्सुकता जगाउने कार्यलाई। ल जाउँ अब नेक्स्टमा जाउँ। ल 40 मा जानुस्। तलका मध्ये कुन सर्वदृश्य शिक्षण सामग्री होइन त? कुन चाहिँ सर्वदृश्य सामग्री होइन भन्यो? टेलिभिजन, फिल्म, कम्प्युटर, रेडियो। कुन होइन? कुन होइन सर्वदृश्य सामग्री? ल भन्नुहोस्, कुन होइन सर्वदृश्य सामग्री? रेडियो होइन कि कम्प्युटर होइन कि? सर्वदृश्य भनेको सुन्ने पनि हेर्ने पनि। यो सुन्ने मात्रै हो, यो सर्वे मात्रै हो, अरू सबै सर्वदृश्य हुन्। रेडियो धेरै साथीहरूले मिलाउनु भएको छ, धेरै साथीहरूले मिलाउनु भएको छ। 40 को डी भन्नुभएको छ, 40 को डी भन्नुभएको छ धेरैभन्दा धेरै साथीहरूले। अब 41 मा जानुहोस्। साप्ताहिक कार्यतालिका निर्माण गर्दा मुख्य गरी केलाई आधार मान्नुपर्छ? साप्ताहिक कार्यतालिका है त। साप्ताहिक कार्यतालिका निर्माण गर्दाखेरि मुख्य गरेर वार्षिकलाई हो कि पाठ्यभारलाई हो कि शैक्षणिक योजनालाई हो कि दैनिक पाठ्यक्रमलाई हो? ल भन्नुहोस्। आधार मान्ने भनेको त केलाई हो? वार्षिक कार्यतालिकालाई हो। वार्षिक कार्यतालिका आधारमा साप्ताहिक कार्यतालिका बनाउनु पर्छ साथीहरू। ठिक छ? ल अब जानुहोस् 42 मा। which one of the following statement is correct without the action research? के अरे अबाउट द एक्सन रिसर्च भनेको कार्यमूलक अनुसन्धान सम्बन्धी करेक्ट कुन हो? ठिक कुन हो? एक्सन रिसर्च इज अ वे अफ प्रोफेसनल डेभलपमेन्ट। यसले पेसागत विकास गर्नका लागि सहयोग गर्छ। ठिक छ, ओके हो। इट इज द स्पाइरल प्रोसेस अफ प्लान के अरे एक्सन अनि अब्जर्भ एन्ड रिफ्लेक्ट भनेको छ पिएओआर भनेर हामीले पढेका छौँ। त्यसको योजना, त्यसको चरण भनेको निर्माणको चरण भनेर पिएओआर, प्लान, एक्सन, अब्जर्भ र रिफ्लेक्ट। यो पनि ठिक छ। एक्सन रिसर्च इज नट टु प्रुभ बट टु इम्प्रुभ। यो प्रमाणित गर्न होइन, सुधार गर्न हो। यो पनि ठिक छ, यो पनि ठिक छ। भनेपछि माथिका सबै ठिक छन्, माथिका सबै ठिक छन् साथीहरू। अब अगाडि जाउँ है, अब अगाडि बढौँ है साथीहरू। 43 मा हेर्नुहोस्। घटना वा मामिला अध्ययनको ढाँचामा नपर्ने अङ्ग कुन हो भनेको छ? घटना वा मामला अध्ययनको ढाँचामा नपर्ने अङ्ग कुन हो साथीहरू? ल भन्नुहोस् त, कुन हो? परिचय र उद्देश्य। परिचय र उद्देश्य सी भन्ने साथीहरूको ठिकै छ। अनि यसको घटना अध्ययन सर्वप्रथम प्रयोग कसले गरेको थियो भन्दाभरि फ्रेडरिक लिप्लेले। यो जाँचमा आएको छ। घटना अध्ययन सबैभन्दा पहिले प्रयोग गर्ने लिप्ले। ठिक छ? घटना अध्ययन यसको प्रयोग, घटना र मामिला अध्ययनको प्रयोगकर्ता भनेर सोध्यो भने फ्रेडरिक लिप्ले भनेर सम्झिनु होला तपाईँले है त। फ्रेडरिक लिप्ले साथीहरू। ठिक छ? लिप्ले है, लिपे भनेर सम्झिनु होला तपाईँले। कहिले भन्दा 1829 मा। यो कसरी सम्झिने? लिपेकै घटना भएको ठाउँमा लिपे है त। घटना भएको ठाउँमा मिलाउनका लागि लिपे भनेर सम्झिनु होला। घटना भएका ठाउँमा मिलाउनको लागि लिपे भनेर याद गर्नु होला है, याद गर्नु होला। घटना भएका ठाउँमा मिलाउनका लागि लिपे भनेर याद गर्नु होला। ल अगाडि बढौँ अब। फुटबलमा 11 भए जस्तै पोलोमा के हुन्छ भन्नुहोस्? यो मिलाउनुहोस् त साथीहरू सबैले। ल यो कमेन्ट गर्नुहोस् त 44 को। 44 को कमेन्ट गरिसियो त साथीहरू। ल 44 को कमेन्ट गरिसियो त। 44 कुन हो भन्नुहोस्?
कुन होला? 44 को 4 भन्नुभएको छ, 4 हुन्छ भन्नुभएको छ। ठिक छ, मिलाउनु भएको छ धेरै साथीहरूले मिलाउनु भएको छ। ल ल ठिक छ, तपाईँहरूले मिलाएको ठिक छ। फुटबलमा 11 जना सदस्य हुन्छन्, प्लेयर्सहरू हो यो, प्लेयर्स हो साथीहरू। फुटबलमा 11 जना प्लेयर्स हुन्छन्, फुटबलमा 11 जना प्लेयर्स हुन्छन् भने पोलोमा 4 जना प्लेयर्स हुन्छन्। फुटबलमा 11 जना। सम्झिने कसरी? यल यल फुटबल आयो नि लास्टमा 1-1 जस्तै आयो। पोलो भनेको 1 2 3 4 4 साथीहरू। यो पनि सोधेको छ, एक दुईचोटि सोधेको छ, ख्याल गर्नु होला। तल दिएका विकल्प मध्ये नमिल्दो छान्नुहोस्, नमिल्दो छान्नुहोस् साथीहरू। कुन मिल्दैन? दमाहा, ट्याम्को, नरसिंहा, सारङ्गी, कुन मिल्दैन ल भन्नुहोस्? कुन मिल्दैन? ल दमाहा मिल्दैन कि, ट्याम्को मिल्दैन कि, नरसिंहा मिल्दैन कि, सारङ्गी मिल्दैन? ल भन्नुहोस् त, कुन मिल्दैन होला? 45 को कुन होला? एबिसिडीमा भन्नुहोस् त। 45 को 45 को डी भन्नुभएको छ धेरैभन्दा धेरै साथीहरूले। कुन मिल्दैन साथीहरू? 45 को डी भन्नुभएको छ। हो, 45 को डी नै मिल्दैन। सारङ्गी भनेको यो तारले बजाइन्छ साथीहरू, अरू यिनी बाजा हुन् साथीहरू। टेम्कोमा पनि तार हुँदैन, दमामा तार हुने कुरा भएन, नरसिंह भएन। यो सारङ्गी भनेको तार। यिनी परम्परागत वाद्यवादन हुन् यिनीहरू, है त, वाद्यवादनका यन्त्रहरू हुन्। यो भनेको साथीहरू यो तार के साथीहरू, तार हुन्छ यसमा, अरूमा तार हुँदैन। ल अब हामी जाउँ क्वेसन नम्बर 46 मा। कम्प्लिट द सिरिज, कम्प्लिट द सिरिज साथीहरू। यो सिरिज कम्प्लिट गर्नुहोस् त, यो सिरिज कम्प्लिट गर्नुहोस् त। हेर्नुहोस् है, यो सिरिज कम्प्लिट गर्नुहोस् त साथीहरू। ल यो सिरिज कम्प्लिट गर्नुहोस् त साथीहरू। कम्प्लिट द सिरिज भनेको छ 4 देखि 7 3 को फरक, 7 देखि 12 5 को फरक, 12 देखि 19 3 5 7 को फरक, 19 देखि 28 9 को फरक। अब आउने कतिको फरक? अब आउने कतिको फरक भन्नुहोस्? ल अब आउने कतिको फरक भन्नुहोस् त? 9 पछि कति? अब आउने 11 को फरक। 28 + 11 कति त? 39। यसको आन्सर सी भयो। 28 + 11 39। 3 5 7 9 11 13 यसरी बढेको छ सिरिज साथीहरूले। यसरी गर्नुहोला। सबैभन्दा ठुलो भिन्न कुन हो भन्यो? अब यस्तोमा यहाँ हेर्नुहोस्, एउटै आएको छ, एउटै आएको छ, एउटै आएको छ, एउटै आएको छ भने केही टेन्सन लिनु पर्दैन। यो भिन्न गर्नका लागि यसलाई 300 गराइदिनुहोस्। 300/5, 300/7 है, 300/8, 300/13। ल अब यो डिभाइड गर्दा साथीहरू सबैभन्दा ठुलो जुन आउँछ त्यही ठुलो भिन्न हुन्छ। सबैभन्दा ठुलो भिन्न कुन हो भनेको छ साथीहरू? यहाँ सबैभन्दा ठुलो भिन्न कुन हो भनेको छ? सबैलाई 100 ले गुणन गरिदिने क्या, सबैलाई 100 ले गर्ने। 300/5, 300/7, 300/8, 300/13। हेर्नुहोस् त, अब सुन्नुहोस्, 300 5जनालाई भाग लाउँदाखेरि के हुने भयो ल भन्नुहोस् त? 300 5जनालाई भाग लाउँदा सबैभन्दा धेरै पर्ने भयो कि? 7जनालाई भनेपछि अलि कम पर्यो। 8जनालाई भाग लाउँदा त अझ कमै पर्यो। 300 रुपियाँ 13जनालाई भाग लाउँदा त अझ कम पर्यो नि त। त्यही भएर सबैभन्दा बढी कहाँ पर्यो त भन्दा यदि 300 5जनालाई भाग लाग्यो भने बढी पर्छ। यसको आन्सर 3/5 नै हो साथीहरूले। यसरी बुझ्नु होला, 3/5। ठिक छ, 3/5 यो कुरा बुझ्नु होला। अब अगाडि बढौँ है। 48 मा जानुस्। फंक्शन इज एमएस एक्सेल मस्ट बिगिन विथ, है त। फंक्शन एमएस एक्सेलसँग, एमएस एक्सेल फंक्शन बिगिन्स विथ केसँग होला भन्नुहोस् त साथीहरू? ल एबिसिडी कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस् साथीहरू। एबिसिडी कमेन्ट गरिसियो त साथीहरू? सबै साथीहरूले कमेन्ट गरिसियो त एबिसिडी के हुन्छ? के हुन्छ साथीहरू? कमेन्ट गर्नुहोस्। कमेन्ट गर्नुहोस् त, के हुन्छ एबिसिडीमा? ल ओके, ओके साथीहरू। एबिसिडीमा के हुन्छ ल भन्नुहोस् त? ल ठिकै छ, बी भन्नुभएको छ साथीहरूले। ओके छ, कता गयो? ल बी भन्नुभएको छ। अब हामी यसको आन्सर बी भन्नुभएको छ। 49 मा जाउँ, बी नै ठिक हो। 49 मा जाउँ। हाइब्रिड कम्प्युटर, हाइब्रिड कम्प्युटर के हुन्छ त? रिसेम्बल्स डिजिटल कम्प्युटर, resembles analog computer, resembles with the both digital and analog, none of the above। कुन हो ल भन्नुहोस्? ल भन्नुहोस् त। हाइब्रिड कम्प्युटर भनेको रिसेम्बल्स बोथ डिजिटल एन्ड एनालग कम्प्युटर। यसको आन्सर सी ठिकै छ। यसको आन्सर सी ठिकै छ साथीहरू, सी ठिकै छ। अब जाउँ
द फर्स्ट कम्प्युटर इन्ट्रोड्युस इन नेपाल इज, कुन हो फर्स्ट कम्प्युटर इन्ट्रोड्युस? ल भन्नुहोस् त साथीहरू, कुन हो भन्नुहोस्। लास्टको 50 को आन्सर कमेन्ट गर्नुहोस् त साथीहरू, 50 को आन्सर कमेन्ट गर्नुहोस् त, 50 को लेख्नुहोस्। 50 को लेख्नुहोस्। ल, फर्स्ट कम्प्युटर इन्ट्रोड्युस इन नेपाल वाज, कुन हो साथीहरू? फर्स्ट कम्प्युटर इन्ट्रोड्युस इन नेपाल वाज कुन हो साथीहरू? ल भन्नुहोस् त, कुन हो? कुन हो भन्नुहोस्। आइबिएम 1401। ल, तपाईँहरूले भनेको आन्सर ठिक छ। यसको आन्सर कति हो त? बी नै हो। तपाईँहरूले मिलाउनु भएको छ साथीहरू, यसको आन्सर के हो? बी नै हो है त। ल, अब यसपछि साथीहरू सबै साथीहरूले 50वटा गर्नुभयो। 50वटामा कति आयो साथीहरू अहिले? ल भन्नुहोस्, 50वटामा कति आयो साथीहरू? भन्नुहोस् त, कति आयो 50वटामा? ल भन्नुहोस् त, 50वटामा कति मिलाउनु भयो? कति मिलाउनु भयो साथीहरू? ल, 50वटामा कति मिलाउनु भयो भन्नुहोस्। ल, अब सम्पूर्ण साथीहरूलाई यो क्लासहरू धमाधम भइरहेको छ होइन, निम्न माध्यमिक तहको पनि चाहिँ धमाधम भइरहेको छ। इच्छुक साथीहरूले चाहिँ क्लास लिन सक्नुहुन्छ है त भन्दै मैले आजको जुन फिडब्याक सेसनमा साथीहरू बस्नुभयो, धेरैभन्दा धेरै साथीहरूको सहभागिता भयो। यस्तै सहभागिता रेगुलर जनाउनु होला, तपाईँहरूलाई यसले प्लस पोइन्ट नै दिन्छ है, पोजिटिभ भाइब्स नै दिन्छ यसले तपाईँहरूलाई। ठिक छ नि, धेरै कुराहरू सिक्नु भएको छ, लेख्नु होला, लेखेर पढ्नु होला, मेहनत गर्नु होला भन्दै आजको यो फिडब्याक सेसनमा साथीहरूको उपस्थितिको लागि धेरै धेरै धन्यवाद दिँदै म पनि तपाईँहरूको प्रशिक्षक ईश्वरी प्रसाद पाण्डे सर पनि बिदा हुन्छु। धन्यवाद साथीहरू। हाम्रो गुरु मन्त्रदेखि सर हुनुहुन्छ।